भएको होला। अहिले पनि लालगेडी भनिन्छ नि, सुन नाप्नेहरूले चाहिँ लालगेडीलाई पनि चाहिँ मुद्राको रूपमा प्रयोग गरेका छ। त्यो सानो सिक्का कहाँ उडाएर लग्यो। पाएन। भरतराजलाई चाहिँ दरबारको मूल पुरोहित नियुक्ति गर्नुपर्ने रोल क्रममा ६३को जनआन्दोलन सुरु भएको छ। ६२-६३को जनआन्दोलनमा अब पहिला त राजाको सक्रिय शासन भएको देखिर यो अति नै मन परेर मैले चाहिँ धेरै नै मूल्य हालेर ल्याएको छ क्या। तर पनि यो मूल्य भए पनि मैले मूल्य होइन, म अहिले आत्मसन्तुष्टि छु नि त। मान्छेले किन काम गर्नु पर्थ्यो होइन, मान्छेले कामै गर्नु पर्दैन थियो नि। एकदम सुती घर बसी। दाइले हाम्रो च्यानल नेप्लिज करेन्सीमा स्वागत छ। धन्यवाद। आजभोलि केमा व्यस्त हुनुहुन्छ हजुर? सबभन्दा पहिला त नेप्लिज करेन्सी मिडियालाई धेरै धेरै धन्यवाद। यो मौका दिनुभयो आज तपाईँहरूले। विशेष त त्यसमा पनि हाम्रो सौगात भाइलाई अझ बढी मैले धन्यवाद दिनुपर्छ, किनभने हाम्रो करेन्सीको बारेमा, करेन्सी हिस्ट्रीको सम्बन्धमा जनमानसमा अलिकति बढी कुराहरू, यसको हिस्टोरिकल ब्याकग्राउन्डहरू कस्तो छ भन्ने कुरा जनमानसलाई राम्रोसँग थाहा होस् भन्ने हिसाबले 2-4 शब्दहरू राखिदिउँ न त भनेर भन्नुभयो। त्यो मौकाको लागि पनि मैले धन्यवाद दिनै पर्छ, किनभने पब्लिकलाई धेरै कुराहरू, हाम्रो करेन्सी सम्बन्धी धेरै कुराहरू जानकारी गराउनु पर्ने हुन्छ। म मुद्रा सम्बन्धी विगत लामो समयदेखि अध्ययन गर्ने एउटा विद्यार्थी भएको नाताले मैले बुझेको कुराहरू जानकारी गराउँछु। र मैले विगतमा 2वटा किताब, एउटा ग्लिम्सेस अफ नेप्लिज पेपर करेन्सी र हाल केही समय अगाडि नेपालका आधुनिक मुद्राहरू एक समीक्षा भन्ने पुस्तक लेखिसकेको छु। र यतिले मात्र पब्लिकलाई अझ यो हिस्टोरिकल ब्याकग्राउन्ड अझ अलिकति कम हो कि जस्तो महसुस गरेर अब केही समय पछाडि हाम्रो मोनिटरी हिस्ट्री, बाटर सिस्टमदेखि हालसम्मको मौद्रिक हिस्ट्रीलाई समेट्दै केही समय पछाडि एउटा नयाँ हिस्टोरिकल ब्याकग्राउन्ड सहितको पुस्तक निकाल्ने जमर्को गरिरहेको छु। जस्तै कि हाम्रो भ्युवर्सहरूको लागि चाहिँ हुन्छ नि, नेपालको मुद्राको इतिहास चाहिँ हजुरले अलिकति जानकारी गराइदिनु होला। धन्यवाद। नेपालको मुद्राको विकासक्रम सरस्वती हेर्ने हो भने हामीले चाहिँ अलिकति लामो इतिहास नै अध्ययन गर्नुपर्ने हुन्छ अथवा हेर्नुपर्ने हुन्छ। जस्तो मेरो अध्ययनमा हाम्रो मुद्राको विकासक्रम हुनुभन्दा अगाडि पहिला समाजमा बाटर सिस्टमको अवस्था थियो। बाटर सिस्टममा जस्तो अब के भने, मान्छेलाई एक आपसमा दैनिक जीवनयापन त गर्नु पर्यो। दैनिक जीवनयापन गर्ने क्रममा मानिसहरूले आफूसँग भएको अन्न साटासाट गर्ने अथवा आफूसँग भएको वस्तुभावहरू साटासाट गर्ने, जस्तै चामल दिएर अब अन्य चिजहरू साट्ने, अब पिठो साट्ने अथवा नुन दिएर बेसार साट्ने होइन, लगायत पहिला अनाजका साधनहरू, अनाजका विषयवस्तुहरूलाई एक आपसमा साटासाट गर्ने, अनि अब सुनचाँदीहरू दिएर अन्य चिजहरू साट्ने, जग्गा जमिनसँग अन्य कुराहरू साट्ने, अब गाईबस्तु दिएर जनावरहरू साट्ने गरेर वस्तु विनिमय गर्दै गर्दै मानिसहरूले सुरुमा जीवनयापन गरे। अब वस्तु विनिमय मात्रैले त मानिसको जीवनयापन त चल्दैन। मान्छेलाई के भने, अब भोलि साह्रो गाह्रो पर्दाखेरि धन सम्पत्ति पनि चाहियो, अनि सञ्चय प्रणालीको पनि विकास भयो मान्छेको विकासक्रमसँगै। सञ्चयको विकासक्रमको क्रममा अब सुनचाँदी द्रव्यहरू भेला पार्ने, अनि अब को धनी छ समाजमा भनेर एक आपसमा देखाउने चलनसँगै अब सुनचाँदी पनि भेला गरे। अब उनीहरूलाई आवश्यकता दैनिक जीवनयापन गर्नको लागि पैसा, अब वस्तु विनिमय मात्रैले त प्रमाणिक आधार त केही पनि भएन। कुन सामानमा कति सामान साट्ने, के साट्ने भन्दाखेरि गर्दै गर्दै लिडिया साम्राज्यबाट, रोमबाट चाहिँ सुरुमा चाहिँ मुद्राको विकसित रूप सुरु भएको छ। लिडिया साम्राज्यको रोमबाट चाहिँ मुद्रा आइसकेपछि बिस्तारै विश्वका विभिन्न ठाउँमा सिक्का मुद्राहरूको विकास भयो। त्यसैको प्रभावबाट हाम्रो नेपालमा पनि सुरुमा वस्तु विनिमय प्रथा हुँदै हुँदै आएर अनि लिच्छवीकालीन राजा मानदेवको पालामा पालामा श्री मानाङ्क एकातिर र अर्कोतिर चाहिँ भोगिनी, जस्तै यो वस्तु विनिमय सिपी वा लगायतका कुराहरू वस्तु विनिमयकै रूप मुद्रा सुरु हुनुभन्दा अगाडि अब
यो यस्तो कौडाहरू छ नि, कौडालाई पनि मुद्राको रूपमा प्रयोग गरिरहेको छ कि। त्यसै गरी नाप्ने साधन अनि विनिमयको रूपमा साधन, जस्तै रातो गेडी भन्ने सुन्नुभएको होला, अहिले पनि लाल गेडी भनिन्छ नि। सुन नाप्नेहरूले चाहिँ लाल गेडीलाई पनि चाहिँ मुद्राको रूपमा प्रयोग गरिरहेको छ, हजुर लाल गेडी। अनि त्यसपछि आएर अनि अघि मैले भने जस्तै विभिन्न टुक्राहरूलाई सानो आकार ठुलो आकार गर्दै यो फलामको टुक्राहरूलाई चाहिँ हाम्रा पूर्वज अग्रजले मानेको डोली पैसा अथवा डाँठे पैसा भनिन्थ्यो नि। यो चाहिँ रोटीतिर चल्ने पैसाहरू चाहिँ हो। होइन तराईका क्षेत्रहरूमा, हिमाली क्षेत्रहरूमा प्राय त्यस्तोमा चाहिँ चल्ने पैसाहरूलाई चाहिँ यस्तो गरिरहेको छ। अब यसरी आइसकेपछि अब यो अब कति पैसा हो भन्ने कुरो त ऊ भएन, कसको हो भन्ने कुरो पनि छैन भन्दै गइसकेपछि नि मुद्राको विकसित रूप चाहिँ भनेको चाहिँ हाम्रो मुद्राको हिस्ट्री हेर्दाखेरि मानाङ्क राजा, लिच्छवीकालीन राजा मानदेवले निकालेको श्री मानाङ्क र एकातिर श्री मानाङ्क अर्कोतिर भोगिनी लिएको चाहिँ यो मानाङ्क मुद्रा हजुर लिच्छवीकालीन पहिलो प्रमाणित इतिहास हाम्रो अभिलेखमा भएअनुसारको लिच्छवीकालीन राजाको भयो। त्यसपछि लिच्छवीपछि अंशवर्माको कामदोही भयो, गुडाङ्कको अब हात्ती भएको गुडाङ्कको भयो, कुबेर भयो होइन, कुबेर कलश, त्यसै गरी श्रीपुष। यसरी लिच्छवीकालीन मुद्राहरूको चाहिँ विशेषता के छ भने राजाको नाम कुन राजाको भनेर मुद्रा त्यहाँ छैन। तर अब इतिहासहरूमा कसरी चिनिएको छ भन्दाखेरि त्यसमा भएको तस्बिर, त्यसमा भएको अक्षर, लिपि अनि त्यसमा कुन देवी देवताको फोटो अथवा कुन जनावरको फोटो छ त्यसमा अङ्कित रहेको चिन्हले चाहिँ लिच्छवी यो राजाको रहेछ भनेर हामीले चाहिँ चिन्न सक्छौँ होइन। लिच्छवी अनि लिच्छवी पिरियड पछाडि र लिच्छवीमा भएको सबै भाषा हेर्ने हो भने चाहिँ गुप्त भाषा, गुप्त लिपि त्यसमा भएको चाहिँ गुप्त लिपि। कसैले सूर्यवंशी लिपि पनि भनेको छ अनि कसैले सौर्य लिपि पनि भनेको छ, तर त्यसमा भएको चाहिँ गुप्त लिपि। गुप्त लिपिको आधारमा यो राजाको रहेछ अनि यो तस्बिर भएको रहेछ। जस्तो साँडे छ, अब श्री पशुपति छ भने अब त्यतिखेरको पशुपति भक्त नरेन्द्रदेवको भयो होइन, कामदोही छ भने अब अंशवर्माको भयो, सिंह छ अब देवीको भवानीको मूर्ति छ भने मानाङ्क भयो होइन, त्यस्तै गरी कलश, त्यस्तै गरी अब घोडा होइन, हात्ती छ भने घोडा कामदेवको भयो। त्यसरी चाहिँ त्यसमा भएको चित्रले चाहिँ राजा भनेर चाहिँ इतिहासहरूमा चाहिँ देखाइएको छ। त्यसै गरी लिच्छवीकालीन पिरियड पछाडि लगभग 6-6.5 वर्ष चाहिँ कुनै पनि अभिलेखहरू भेटिएको छैन। त्यसैले इतिहासले पनि त्यो अभिलेख नभेटिएको पिरियडलाई चाहिँ के भनेको छ भन्दाखेरि अन्धकार पिरियड। हाम्रो कुनै पनि इतिहास नभेटिएकोले अन्धकार कालो इतिहास भनेर चाहिँ भनेको छ। लिच्छवीकालीन मल्लकालीन पिरियड हो। मल्लकालीनमा पनि विभिन्न राजाहरूले शासन गरेका छन्। त्यसैमध्ये चाहिँ अब जस्तो सुरुमा सुनको सानो मुद्रा शिवाङ्क प्राप्त भएको छ, त्यसै गरी श्री मुद्रा प्राप्त भएको छ, शिवदेवको मुद्राहरू प्राप्त भएका छन् होइन। त्यसै गरी अब काठमाडौँ उपत्यका त्यो बेला यक्षमल्लको छोराहरूको पिरियडको पालादेखि चाहिँ यक्षमल्लभन्दा पछाडि चाहिँ काठमाडौँ उपत्यकालाई 3टा राज्यमा विभाजन गरेको छ। जस्तो काठमाडौँ, पाटन होइन, भक्तपुर यसरी। अनि प्रत्येक राज्यबाट काठमाडौँ, पाटन र भक्तपुरबाटै तीनवटै राज्यबाट चाहिँ त्यहाँका राजाहरूले चाहिँ अलग अलग मुद्राहरू चाहिँ निष्कासन गरेका छन् त्यो बेला। त्यतिखेरको चाहिँ मौद्रिक काललाई चाहिँ स्वर्णयुगको रूपमा पनि हाम्रो चाहिँ इतिहासले चाहिँ त्यहाँ आर्थिक कारोबारले चाहिँ स्वर्णयुगको रूपमा पनि मानेको छ। किनभने मुद्राहरू पनि छ, अब समाज पनि सभ्य छ, राजाहरू पनि शक्तिशाली छन्, राजाहरूका भाइ भारदारहरू पनि शक्तिशाली छन् होइन। अब सबै कुराले चाहिँ परिपूर्ण भएपछि अब निर्माणका कामहरूमा अब त्यतिखेरका निर्माणहरू अहिले पनि हाम्रो चाहिँ प्रख्यात छन् होइन, विभिन्न कुराहरू यसले गर्दा चाहिँ छ। अनि सबै लिच्छवीकालीन मुद्राहरू चाहिँ तामाका छन् भने मल्लकालीन मुद्राहरूमा चाहिँ चेन्ज छ क्या। त्यतिर अब चाहिँ राजाको नाम पनि छ। अब 2-4वटा मुद्राहरू बाहेक सबै मुद्राहरूमा चाहिँ सम्वत कुन सालमा प्रकाशन गरिएको, कुन सालमा कुन राजाको पालामा निस्केको भन्ने पनि त्यसले गर्दाखेरि मल्लकालीन मुद्राको मौद्रिक पिरियड चाहिँ एकदमै इन्ट्रेस्टिङ छ होइन, लिच्छवीकालीन जस्तो चाहिँ छैन। र विभिन्न खालको त्यसमा चाहिँ चिन्हहरू पनि अब धार्मिक अनि अत्यन्त कलात्मकले क्या, कलात्मक धार्मिक पनि छ। अनि त्यसमा चाहिँ अब मठ मन्दिरमा देवी देवताका चिन्हहरू दर्शाउने चिन्हहरू पनि छन्, रानीका नाम पनि छन्, आफ्नो पूर्वजहरूको नाम पनि दर्शाउने हिसाबले सबै कुराहरूको संयोजन भएर एकदम इन्ट्रेस्टिङ। यो हिस्ट्री पढ्नलाई पनि मलाई पनि एकदमै इन्ट्रेस्ट लागेको चाहिँ अहिले हाल मैले चाहिँ मल्लकालीन मुद्राहरूको बारे पनि अलिकति अध्ययन गर्दैछु। जस्तै त्यसको क्रममा काठमाडौँको अब अहिले दामहरूको बारेमा अलि म पछि भनौँला। काठमाडौँमा मोहरहरूको मुद्राको ठाउँमा लक्ष्मी नरसिंह मल्ल भन्दा अगाडि शिवदेवको पनि
मोहर छ, हजुर शिवदेवको पनि छ। त्यसपछि अब मल्लकालीनमा चाहिँ अब लक्ष्मी नरसिंहको एउटा आयो। हजुर लक्ष्मी नरसिंह पछिको लक्ष्मी नरसिंहको छोराहरूको अब यो फारसी भाषामा पनि छ होइन। त्यसै गरी हाम्रो त्यतिखेरको यहाँको चाहिँ नेपाल भाषामा पनि मुद्रामा चाहिँ भाषा चाहिँ लेखिएको छ। अनि डेटहरू चाहिँ सबै त्यतिखेर नेपालसम्म डेटहरू चाहिँ राखेर चाहिँ मुद्रा चाहिँ एक दुईवटा मात्रैमा छैन। जस्तो यिनीहरू चाहिँ मुद्राहरू सबै काठमाडौँको, जस्तो लक्ष्मी नरसिंह, प्रताप मल्ल लगायतको महेपतेन्द्र, चक्रवर्तीन्द्र, नृपेन्द्र मल्लहरू, यिनीहरू चाहिँ अब यो पेजमा चाहिँ अझ भन्यो भने चाहिँ के हो भने लक्ष्मी नरसिंह मल्लको छोरा प्रताप मल्लका चाहिँ 5वटा छोरामध्ये 4वटा छोराको चाहिँ नाममा चाहिँ मुद्रा पनि प्रकाशन भएको छ के। हजुर जस्तो अनि 4वटा छोराहरूको पनि जस्तो राजा नभए पनि उनीहरूको पनि नाममा पनि निकालिदिएको छ होइन। यी सिक्काहरूलाई चाहिँ मैले यसरी यहाँ चाहिँ जस्तो महेपतेन्द्र मल्ल, अब लक्ष्मी नरसिंह मल्ल होइन, प्रताप मल्लका मुद्राहरू हाल चाहिँ दुर्लभ पनि बनिसकेका छन्। त्यसै गरी विभिन्न राजाहरू जस्तो जयप्रकाश मल्लसम्म, जयप्रकाश मल्ल पहिला राजा भए, त्यसो उनको छोरालाई ज्योतिप्रकाश मल्ललाई फेरि राजा बनाइएको छ र फेरि पछि जयप्रकाश मल्ल फेरि आफू पनि राजा भएका छन्। यसरी नेपालको कला, संस्कृति, धर्म र त्यत्रो राज्य व्यवस्थाको परम्परा पनि बुझ्नलाई पनि सिक्काको इतिहास चाहिँ अति जरुरी छ। र भनिन्छ इतिहासमा अभिलेखपछि, जस्तो हाम्रो अभिलेखमा शिलालेख मुख्य स्रोत भनेको शिलालेख हो। शिलालेख पछिको अर्को अभिलेख भनेको प्रमाणित अभिलेख के हो भन्दा मुद्रा हो। मुद्रा हेरेपछि चाहिँ धेरै कुराहरू चाहिँ छर्लङ्ग हुन्छन्। त्यसैले अभिलेख जान्नको लागि पनि मुद्राको अध्ययन चाहिँ अति जरुरी छ हाम्रोमा। अनि यसै गरी पाटनमा चाहिँ अब सिद्धि नरसिंह मल्ल भयो, श्रीनिवास मल्ल भयो, योग नरेन्द्र मल्ल, लोकप्रकाश मल्ल, इन्द्र मल्ल, यसरी गर्दै गर्दै अन्तिम राजा तेज नरसिंह मल्लसम्मको मुद्राहरू चाहिँ यहाँ पाटनको मुद्राहरूलाई चाहिँ राखिएको छ। तेज नरसिंह मल्ल चाहिँ हाल चाहिँ अत्यन्त दुर्लभ पनि मानिएको छ। त्यस गरी भक्तपुरको राजा चाहिँ थोरै, भक्तपुरको चाहिँ मल्ल राजाहरू चाहिँ थोरै मात्रै राजाहरूको चाहिँ आज सरस्वतीको दाम भेटिएका छन् भने जगत प्रकाश मल्ल र भूपतेन्द्र मल्ल, रणजित मल्ल अन्तिम, यिनीहरूको चाहिँ मोहर पनि प्राप्त भएको छ। त्यसमध्ये जगत प्रकाश मल्लको मुद्रा र जिता मित्रको मुद्रा चाहिँ अलि दुर्लभ मानिएको छ हाम्रो मौद्रिक उसमा। त्यस गरी अब मोहर त त्यतिखेरको लागि त धेरै ठुलो रकम भयो। मोहर मुद्रा भनेको त साट्नलाई त धेरै, मोहर मुद्राले त त्यो बेला त धेरै कामहरू गर्न सकिन्थ्यो नि त। अब सानो सानो इकाइमा पनि मुद्राहरू चाहियो भनेर चाहिँ मल्लकालीन पिरियडमै साना इकाइ दाम मुद्राहरू, जस्तो फुका दामको बारेमा त हिस्ट्री तपाईँले सुन्नुभएको होला। फु गर्दा उड्ने मुद्रा होइन। जस्तो अब यसको एउटा इन्ट्रेस्टिङ एउटा कहानी छ। जस्तो कुनै एकजना वृद्ध मानिस अब अन्तिम मृत्यु शय्यामा छन् होइन। अब उनको सास चाहिँ घिटिक भइरहेछ। त्यतिखेर चाहिँ मल्ल राजाहरूले चाहिँ अब फुका दाम पनि प्रकाशन गरेका छन्, निष्कासन गरेका छन्। अब उनको चाहिँ ती वृद्ध मान्छेको चाहिँ कस्तो भएछ भने सास चाहिँ केमा रोक्यो भने फुका दाम हेर्ने चाहना होइन। त्यो चाहिँ यो कुरा चाहिँ सत्यमञ्जसीको किताबमा पनि लेखिएको छ क्या। अनि चाहना अब अन्तिम सासमा छोरालाई बोलाएर मैले एउटा फुका दाम हेर्न पाएँ, मेरो सास चाहिँ मैले छोड्थेँ, मैले चाहिँ म तृप्त हुन्थेँ भनेर चाहिँ छोरालाई भनेपछि छोरा चाहिँ गए। अब त्यतिखेरको चाहिँ साउ महाजान कहाँ गए, मलाई मेरो बुवा यस्तो अवस्थामा हुनुहुन्छ, मलाई फुका दाम जसरी पनि चाहियो। साउले पनि अनि के भने एउटा कागज, त्यतिखेरको अब नेपाली कागजको टुक्रोमा त्यो फुका दाम हालेर ल यो सिक्का लगेर बुवालाई देखाउनु भनेर ल्याएछन्। ऊ पनि दौडिँदै आएछन्। बिचमा आउँदाखेरि उनलाई फुका दाम चाहिँ हेर्ने रहर, कस्तो रहेछ यो फुका दाम, बाटोमै हेर्छु भनेर चाहिँ कागज खोलेर यसो हेरेको थियो। त्यही बेला हावा आएर त्यो सिक्का उडाएर लगिदियो। त्यो सानो सिक्का कहाँ उडाएर लग्यो। पाएन, खिन्न मनले बुवा यस्तो सिक्का दिएको थियो, सिक्का मैले ल्याउन पाइनँ भनेर भन्दाखेरि त्यतिखेर बुढाले चाहिँ सिक्का हेर्न नपाइकन प्राण त्यागे भन्ने कुरा पनि लेखेको छ। अर्थात् फु गरेर उड्ने एकदम मसिनो झिल्ली हुन्छ। तर पनि त्यसमा पनि आफ्नो राजा कुन राजाले निकालेको भन्ने कुरा चाहिँ चिन्हको माध्यमबाट चाहिँ राजाको नामहरू चिन्न पाइन्छ। यहाँ चाहिँ जस्तै शिव दाम, श्रीदाम होइन, पार्थिवेन्द्र, जयप्रकाश, रणजित, सिद्धि नरसिंह मल्ल, राज्य प्रकाश, त्यसरी अन्तिम राजा चाहिँ तेज नरसिंह मल्लसम्मको मुद्राहरूलाई चाहिँ मैले यहाँ चाहिँ राखेको छु। त्यसरी हजुरले उसमा देख्नुभएको होला माटोको मुद्रा। माटोको मुद्रा चाहिँ वास्तवमा माटोको मुद्रा र छालाको मुद्रा चाहिँ मुद्रा होइन। त्यो बेला चाहिँ टोकनको रूपमा प्रयोग गर्नको लागि, कसैलाई निम्तो दिनको लागि अथवा मुद्राको काम गर्नको लागि, कसैलाई ज्याला भुक्तानीको लागि चाहिँ एक ठाउँमा ज्याला भुक्तानी गर्ने त्यो बेलाको वर्गीय जातीय वर्गको आधारमा। अनि अब त्यस्तै गरी अब माटोको काम गर्नेलाई माटोको मुद्रा दियो होला, छालाको काम गर्नेलाई छालाकै मुद्राको प्रतिरूप दियो होला। उनीहरूले एक ठाउँमा भेला पार्ने र त्यहाँबाट चाहिँ मुद्रा साट्ने प्रयोजनको लागि उनीहरूलाई त्यो टोकन जस्तो दिएर पठाए। कसैलाई बिहेको निम्तो दिनलाई पनि माटोको मुद्रा पनि प्रयोग गरेको छ। निम्तो
जस्तो हामीले पहिला सुपारी दिएर चाहिँ निम्तो बाँडे जस्तै माटोको त्यस्तो टोकन दिएर पनि भनेर कतै लेखेको पनि पढ्न पाइन्छ। तर सिद्धिनरसिंह मल्लको पालाको छालाका मुद्राहरू पनि छन् आएको, तर त्यसलाई टोकनको रूपमा मानेको छ। यसपछि आएर समकालीन राजा पृथ्वीनारायण शाहले गोर्खामा राज्य गर्दाखेरि त्यसरी नेपाल एकीकरण नगरिकन उनको पनि राज्यबाट केही मुद्राहरू प्राप्त भएका छन्। जस्तै अब यो चाहिँ पृथ्वीनारायण शाहको चाहिँ 76, 78, 82मा निकालेको चाहिँ चाँदीका मुद्राहरू। यो मुद्रा चाहिँ त्यतिखेर मल्लकालीन पिरियडका मुद्राहरू र गोर्खाबाट निकालेका मुद्राहरू चाहिँ सर्वभरिमा काठमाडौँमा पनि चल्ने, गोर्खातिर पनि चल्ने गरेको पनि पाइएको छ। र यी मुद्राहरू चाहिँ तिब्बतको व्यापारमा पनि, तिब्बतसँग पनि एक हिसाबको व्यापारिक सम्झौता गरेर तिब्बतका हाम्रो यहाँको चाहिँ असली मुद्राहरूलाई तिब्बत पनि मुद्राहरू चलाएको छ। त्यसबापत उनीहरूले पनि केही सुनचाँदीहरू दिएको भन्ने कुरा पनि आएको छ, एउटा मापन तोकेर आएको छ। जस्तो हिमाली क्षेत्रबाट तपाईँलाई त्यतिखेर हिमाली क्षेत्र, पहाडी क्षेत्रबाट चाहिँ काठमाडौँ उपत्यका बाहेक यहाँबाट धान चामल लिएर जाने, उताबाट नुन ल्याउने, त्यो नुनलाई ल्याएर तराईको क्षेत्रमा फेरि बाँड्ने, त्यहाँबाट फेरि धान चामलको व्यापार यसरी पनि गरेको देखिन्छ। भने हाम्रो यताबाट पनि सुनचाँदी, उताबाट सुन ल्याउनलाई अथवा चाँदी ल्याउनलाई यताबाट सिक्काहरू पठाउने, उनीहरूको सिक्काहरू पनि छ। यसरी व्यापारिक दृष्टि लेनदेन पनि सुनचाँदीको सिक्काबाट चाहिँ गरेको इतिहासहरू पाइन्छ। त्यसरी पाटनमा राजा पृथ्वीनारायण शाहलाई चाहिँ राजाको रूपमा चाहिँ जस्तो 85को लोकनाथ हो भने पृथ्वीनारायण शाहको शाहकालीन मुद्राहरूमा लोकनाथ भएको मुद्रा एउटा मात्रै हो होइन। त्यसरी काठमाडौँ जितेपछिको पृथ्वीनारायण शाहको मुद्राहरूलाई चाहिँ मैले चाहिँ देखाउन खोजेको छु। यसरी अब विभिन्न पृथ्वीनारायण शाह चाहिँ ज्ञानेन्द्रसम्मको सिक्काहरूलाई चाहिँ मैले चाहिँ कभर गर्न खोजेको छ। यी चाँदीका मुद्राहरू छन्। अनि बिस्तारै अब चाँदीपछि तामा, पित्तल होइन, सिल्भर गर्दै गर्दै मुद्राहरू निकालेका छन्। त्यतिखेर रानीका नाममा पनि मुद्राहरू प्रकाशन गरेका छन्। मल्लकालमा पनि छ, अनि शाहकालीनमा पनि छ होइन। विभिन्न मल्लकालका सिक्काहरू पनि आएका छन्। त्यसरी अब मुद्रापछि अब हाम्रो टोकन मुद्रा, अघि मैले टोकन मुद्राको कुरा गरेको थिएँ, फेरि पनि टोकन मुद्राको कार्य आएको। जस्तो सिंहदरबार, राजदरबार बनाउँदा पनि टोकन मुद्राहरूमा एउटा मूल्य अङ्कित गरेर ज्यामीहरूलाई चाहिँ त्यो टोकनको रूपमा टोकन दिने, त्यो मुद्रा अङ्कित दिने, उनीहरूले भेला पारेर त्यो ज्याला मुद्राको रूपमा प्रयोग गरेको छ। ज्याला अनि एक ठाउँ जम्मा गरे चाहिँ उनीहरूलाई मुद्रा अथवा उनीहरूलाई के चाहिने आवश्यकता त्यो दिने गरे चाहिँ त्यसरी पनि यता मुद्राको रूपमा विकसित गरेको पाइन्छ। भने अब मुद्रालाई एक ठाउँबाट अर्को ठाउँमा लान अप्ठ्यारो होइन। त्यसपछि चाँदीको अब दोस्रो विश्वयुद्धको कारणले गर्दा अब देशमा चाँदीको अभाव र चाँदी कोषमा चाँदीको पनि कमी भइसकेपछि अब इन्डियामा पनि चाँदीको कमी, चाँदीको मूल्य पनि वृद्धि भएपछि जुद्ध शमशेरको पालामा 1998 विक्रम सम्वतमा आफ्नो समकक्षी ब्रिटिस गभर्मेन्टलाई हाम्रो पनि मुद्रा कागजी नोटहरू अब छापिदेऊ न त भनेर चाहिँ उनीहरूले अनुरोध गरेको पाइन्छ। अनुरोध गरिसकेपछि ब्रिटिस गभर्मेन्टबाट चाहिँ के भयो भने ठिक छ, ब्रिटिस दूतावास मार्फत हामीलाई एउटा पत्र लेखेको माध्यमबाट हामीले चाहिँ तिम्रो कागजी मुद्राहरू छापिदिन्छौँ भनेर भनिसकेपछि अनि लास्टमा 2000 सालको अन्तिमतिर माघ फागुनतिर चाहिँ उनले जुद्ध शमशेरले एउटा पत्र ब्रिटिस गभर्मेन्टलाई लेखेका छन्। लेखिसकेपछि ब्रिटिस गभर्मेन्टले उसले आफ्नो तर्फबाट मुद्रा, आफ्नै देशको मुद्रा सर्वभरि जस्तो 100 दरको नोट त्यही साइजमा त्यही कागजमा 10 को 5 को पनि नोट छाप्ने भनेर उनीहरूले प्रोसेस चालिदिएको देखिन्छ। अनि त्यतिखेर रणदीप जुद्ध शमशेरको चाहना अनुसार चाहिँ के छ भन्दाखेरि मुद्रामा एकाधिकार ट्रेडमार्क चाहिँ हाम्रो हुनुपर्छ, हामीले भने जस्तो हुनुपर्छ, तिमीहरूले भने जस्तो हुनु हुँदैन। त्यसैले मुद्रामा छापिने तस्बिर डिजाइन चाहिँ हामी यहीँबाट नै गर्छौँ, हामी यहीँबाट नै पठाउँछौँ। त्यसको आधारमा तिमीहरूले चाहिँ हाम्रो कागजमा छापिदेऊ र लगभग 50 लाख रुपियाँ बराबरको नोट चाहिँ सुरुमा छापिदेऊ र जति सक्दो छिटो देऊ भनेर भनिसकेपछि उनीहरूले आफ्नो एउटा डिजाइन बनाएर चाहिँ एप्रुभलको लागि चाहिँ फेरि जुद्ध शमशेरबाट पठाएको देखिन्छ। र आइसकेपछि जुद्ध शमशेरले फाइनल एप्रुभ गरेपछि नेपाली डिजाइन अनुसारको मुद्रा छापेपछि उनीहरूले चाहिँ लगभग 25 लाख रुपियाँ बराबरको नोट चाहिँ होइन 25 लाख रुपियाँ बराबरको नोट 10वटा टिनको बाकसमा बम्बईबाट रक्सोल हुँदै रक्सोलमा आइसकेपछि चाहिँ बडा हाकिमले बुझ्ने र त्यहाँबाट ल्याएर सदरमुल्की खानामा जम्मा गर्ने, सदरमुल्की खानाले चाहिँ नोटको वितरणको प्रक्रिया अपनाउने भनेर चाहिँ त्यतिखेर चाहिँ गरेपछि नोट छापेर आएपछि त्यतिखेर 25 लाख रुपियाँ बराबर जम्मा 55 लाख रुपियाँ बराबरको नोट छापिएको, अलि बढी छापियो। तर छापे पनि 25 लाख रुपियाँ बराबरको नोट चाहिँ नेपाल
आएको देखिन्छ। त्यसमालाई चाहिँ 2002 साल भदौ 30 गते एउटा इस्तिहार जुत्ता संस्थाले एउटा इस्तिहार जारी गर्न लगाए। यो चाहिँ इस्तिहार पहिलोपटक नोट प्रकाशन गर्दाको होइन। यसमा चाहिँ जस्तो 100 हजारको नोट 1 देखि 5,000 सम्म, 10 हजारको नोट 1 देखि 1 लाख सम्म र 5 हजारको नोट 1 देखि 2 लाख सम्म 2002 साल भदौ 30 गते रोज 7 शुभम भनेर नोट किन प्रकाशन गर्यो, नोट सबैले चाहिँ बुझ्नुपर्छ होइन भनेर चाहिँ नोट यदि कसैले लिएर कारोबार नगरेको खण्डमा आफूसँग भएको मोहर दाखिला गर्ने अनि नोट साट्ने, कसैले नोट साट्न व्यवहारमा चलन चल्तीमा ल्याउनलाई अटेर गर्यो भने उनीहरूलाई कानुन बमोजिम कारबाही गर्नेछौँ भनेर चाहिँ एउटा इस्तिहार जारी गरेर चाहिँ नोट निष्कासन गरेको पाइन्छ। हो यसरी आइसकेपछि अब बल्ल हाम्रो देशमा चाहिँ 2002 साल असोज 1 गतेबाट चाहिँ कागजी नोटको चाहिँ प्रकाशन भएको। जस्तो यो 2002 साल असोज 1 गते 5 रुपियाँ दरको, 10 रुपियाँ दरको र 100 रुपियाँ दरको चाहिँ नोटहरू आएको। यी नोटहरूको भ्यालु चाहिँ त्यो बेला 25 लाख रुपियाँ बराबरको, 25 लाख बराबरको चाहिँ नोटहरू चाहिँ छापेर चलाइयो भनेपछि 25 लाख रुपियाँ बराबरको नोटहरू फर्स्ट फेजमा चाहिँ फर्स्ट पेजमा। हजुर अनि बिस्तारै त्यसपछि क्रमशः आउँदै गएर अनि जनकराजपछि उनको भाइ भरतराजको अनि उनको छोरा जनकराजकै छोरा नरेन्द्रराजको नोट चाहिँ 2010 सालभन्दा लगभग 10 सालदेखि चाहिँ अनि आएको छ। त्यसमध्ये 1 रुपियाँ दरको नोट चाहिँ सुरुमा छापिएको होइन, 5, 10 र 100 को मात्रै आएको भने 1 रुपियाँ दरको नोट चाहिँ नरेन्द्रराजको पालामा 2010 साल भदौ 29 गतिबाट चाहिँ जस्तै कि हाम्रो अब नोट नेपाली नोटहरूमा सर्वप्रथम सुरुमा निस्केको नोटहरूमा खजान्सी लेखिन्थ्यो भने त्यो टाइममा चाहिँ अब पुरोहितहरूले साइन गर्ने भनेर चाहिँ भनिन्थ्यो नि, त्यसको बारेमा चाहिँ केही जानकारी गराइदिनु। यस्तो त्यो चाहिँ के भने अब त्यतिखेर चाहिँ सदरमुल्की खानाको हेड भनेको खजान्ची हजुर होइन। र खजान्चीलाई कसरी राखिएको छ भनेदेखि दरबारबाटै अब यिनकै दाजुभाइभित्रकै मान्छे चाहिँ मूल पुरोहित पनि हुने भन्ने कुरा र खजान्ची पनि हुने भन्ने कुरा उनकै परिवारको फ्यामिलियर गरेको छ कि पाण्डे परिवारमा। अनि एउटा मूल पुरोहित चाहिँ पाण्डे परिवारको कोही फ्यामिली मूल पुरोहित भयो भने उनको अर्को अग्रज चाहिँ सदरमुल्की खानाको चाहिँ खजान्चीमा नियुक्ति गरेको छ। त्यसै भइसकेपछि खजान्ची यता अनि मूल पुरोहित उता, गुरुजी चाहिँ एकजना फ्यामिलीको मेम्बर उता भएपछि सरकारी कोषमा अलिकति पैसा लेनदेनमा कमी कमजोरी भयो भने, कम बेसी भयो भने चाहिँ मूल पुरोहितबाटले प्राप्त गरेको दान दक्षिणा जुन आएको हुन्छ नि त्यसबाट पूर्ति गरिदिने। त्यहाँ चाहिँ पैसा चाहिँ अभिलेखमा पैसा त पुरा हुनु पर्यो, सरकारी कोषको त रकम त दुरुपयोग गर्न पाइएन नि त। त्यो दुरुपयोग नभएको अब कहिलेकाहीँ नपुग्न सक्छ लेनदेनमा। अब त्यतिखेरको व्यवस्थित लेखा प्रणाली, व्यवस्थित अभिलेख राख्ने चलन छैन, कहिलेकाहीँ तलमाथि पर्न सक्यो भने चाहिँ त्यो मूल पुरोहितले आएको दान दक्षिणाबाट चाहिँ त्यो कोषलाई चाहिँ फुलफिल गर्नुपर्छ है भन्नको लागि चाहिँ एउटै फ्यामिलीको मान्छे चाहिँ यता दाजु खजान्ची भयो भने मूल पुरोहित उता भने यताको खजान्ची चाहिँ एकजना भन्ने चाहिँ रोल क्रम अनुसार चाहिँ बस्नुपर्छ भन्ने चाहिँ मान्यता रहेछ। त्यसै क्रममा खजान्ची पहिला जनकराज सदरमुल्की खानाको खजान्ची, तर नोट निकाल्ने बेलामा चाहिँ खजान्ची जनकराजको भए पनि खजान्ची उनी चाहिँ त्यो बेला छैनन्, किनभने पहिलो खजान्चीको रूपमा उनलाई मानेको छ र उनको सम्मानमा चाहिँ जनकराजको चाहिँ नोट निकालिएको हो। खजान्ची जनकराज त्यतिखेर चाहिँ नोट निकाल्दाखेरि खजान्ची छैनन्, तर त्यतिखेर खजान्ची भनेको भरतराजको दाजु चाहिँ जनकराज। अब रोल क्रम अनुसार चाहिँ भरतराजलाई चाहिँ दरबारको मूल पुरोहित नियुक्ति गर्नुपर्ने रोल क्रममा उनलाई नदिएपछि अर्को व्यक्तिलाई दिए, उनकै दाजुभाइको खलकबाट अर्को व्यक्तिलाई दिइसकेपछि भरतराजलाई चाहिँ झोक चलेर उनले बिचमा छोडेर गए, राजीनामा दिए। म अब खजान्ची हुन्न भनेर चाहिँ उनले राजीनामा दिइसकेपछि भरतराजको पाला पछि चाहिँ अनिखेर 2008 साल माघमा चाहिँ माघ 17 गते चाहिँ खजान्चीमा जनकराजकै छोरा नरेन्द्र राजलाई अनि फेरि खजान्ची नियुक्ति गरेको छ होइन। भनेपछि एउटै फ्यामिलीबाट चाहिँ खजान्ची बनाएको छ। यसमा नोटमा चाहिँ सदरमुल्की खानाको चाहिँ खजान्ची, त्यतिखेर चाहिँ खजान्ची चाहिँ हेड र उनको चाहिँ रिलेसन बडा गुरुजीसँग पनि मूल पुरोहितसँग पनि भएकोले गर्दाखेरि त्यो कोषको सदुपयोग गर्नको लागि मूल पुरोहित र खजान्ची बिचको रोल क्रम चाहिँ त्यतिखेर निर्धारण गरिदिएको छ भन्ने कुरा चाहिँ छ। र यिनीहरू चाहिँ खजान्ची त्यतिखेरको जनकराज, भरतराज र नरेन्द्र चाहिँ एउटै फ्यामिली भएको। राष्ट्र ब्याङ्क स्थापना हुनुभन्दा अगाडिसम्म चाहिँ त्यो फ्यामिलीले नै सदरमुल्की खाना चलाएको छ। अनि 2013 साल वैशाख 14 गते नेपाल राष्ट्र ब्याङ्क स्थापना भएपछि चाहिँ
अनि त्यतिखेर चाहिँ नेपाल सरकारले चाहिँ राजपत्रमा सूचना प्रकाशन गरेर अब राष्ट्र ब्याङ्क स्थापना भइसक्यो, राष्ट्र ब्याङ्कले अब मुद्राको कामहरू गर्छ, लगायत मौद्रिक कार्यहरू चाहिँ राष्ट्र ब्याङ्कबाट हुने भएकोले गर्दा भनेर चाहिँ सदरमुलकै खाना भएको नोटहरू सबै कहाँभन्दा राष्ट्र ब्याङ्कमा हस्तान्तरण गरेर त्यो नोट अर्को नयाँ नोट निष्कासन नहुँदैछ यही नोट चलाउने भनेर चाहिँ गरेको निर्णयअनुसार ती नोटहरूले यता आयो अनि खजान्ची चाहिँ उता सदरमुलकै खानामै खजान्ची नै कायम भयो। अब गभर्नर त्यसपछि हिमाल शमशेरको मुद्राहरू चाहिँ 2016 साल फागुन 7 गतेबाट चाहिँ राष्ट्र ब्याङ्क स्थापना भइसकेपछि हिमालय शमशेर गभर्नर नियुक्ति भएको छ। अनि हिमाल शमशेरको दस्तखत भएको नोट चाहिँ 1, 5, 10 र 100 दरका नोटहरू चाहिँ हिमाल शमशेरको निस्केको छन्। यसरी चाहिँ हाम्रो नोटको हिस्ट्री आएको छ। अनि आएपछि चाहिँ अब विभिन्न समयमा आफ्नो परिवर्तन अनुसार विभिन्न दरका नोट 1 को 5 को देखि 1000 रुपियाँसम्म, त्यसमा 25, 250 का नोटहरू पछि गभर्नर सत्येन्द्र प्यारेको पालामा आयो होइन। यसरी विभिन्न खालका नोटहरू गरेर जम्मा 11 प्रकारका नोटहरू चाहिँ हाल चलन चल्तीमा छन्। त्यसमध्ये 1 को 2 को 25 र 250 को नोट चाहिँ हाल चलन चल्तीमा छैन। अन्य दरका नोटहरू चाहिँ हाल चलन चल्तीमा आएका छन्। विकासकै सिलसिलामा अब अनि पहिला अब हाम्रो सिक्का मात्रै चलेको छ। मुद्रामा चाहिँ अब कागजी नोट र अनि सिक्का पनि लगभग 1 करोड सर्वरी रूपमा नै चलेको छ। जस्तो अब कमोडिटी मुद्राहरूको कुराहरू गर्नु पर्दाखेरि तपाईँको विक्रम सम्वत 2013 साल महेन्द्रको शुभराज्याभिषेकबाट चाहिँ कमोडिटी मुद्राहरू चाहिँ पनि प्रकाशन भएको छ, कागजी नोट पनि छ होइन। अनि त्यतिखेर चाहिँ अब नेपाल सरकारको अर्थ मन्त्रालयले आफैले नै टक्सार चलाएर टक्सारमा नेपाल सरकारकैबाट टक्सार चाहिँ चलेको छ। अनि त्यस क्रममा अब महेन्द्र शुभराज्याभिषेकको मुद्राबाट चाहिँ सुरु भयो। जस्तै महेन्द्र शुभराज्याभिषेकको निस्किँदाखेरि जस्तो महेन्द्र शुभराज्याभिषेकको निस्केको चाहिँ यो 1 पैसादेखि 1 रुपियाँसम्म होइन महेन्द्र शुभराज्याभिषेकको पालाको भयो होइन। त्यसै गरी अन्य अब गरेर महेन्द्रको चाहिँ जम्मा यति 10 रुपियाँ र अर्को 10 पैसा गरेर चाहिँ यति मात्रै सिक्काहरू चाहिँ चलन चल्तीमा आएछ। महेन्द्रको 2028 सालमा निधन भएपछि अनि त्यसपछि वीरेन्द्र 2028 सालमा राजा घोषित भए। अनि भएपछि उनको चाहिँ विभिन्न खालका सिक्काहरू छन्। अनि कमोडिटी सिक्काहरू हेर्ने हो भने चाहिँ 2031 सालमा आएर चाहिँ 1 पैसादेखि 25 रुपियाँ दरसम्मको सिक्काहरू चाहिँ महेन्द्रको शुभराज्याभिषेकमा आएको छ। त्यसपछि विभिन्न कालखण्डमा विभिन्न मितिहरूमा अनि विभिन्न खालका दरका सिक्काहरू जस्तो लगभग 1 पैसादेखि करिब वीरेन्द्रको राज्यकालभरिमा 5000 रुपियाँ दरसम्मको सिक्काहरू, त्यसमा कमोडिटी अन्य अब प्रुफहरू विभिन्न सुनका पनि अब पहिला सुनका त पहिला पनि छन् होइन। 58 सालमा वीरेन्द्रको निधन भयो होइन। अनि ज्ञानेन्द्रको पालामा ज्ञानेन्द्रले शासन हातमा लिएपछिका विभिन्न खालका सिक्काहरू छन् होइन। त्यसै गरी ज्ञानेन्द्रको सिक्काहरू आइसकेपछि अब देशमा आमूल परिवर्तन भएको छ। आमूल परिवर्तन भएपछि 62-63 को जनआन्दोलन सुरु भएको छ। 62-63 को जनआन्दोलनमा अब पहिला त्यो राजाको सक्रिय शासन भएको तर राजाको अधिकार नभएको होइन। राजालाई चाहिँ मानिआएको, राजालाई चाहिँ अधिकारहरू प्राप्त नदिएको पालाको पनि मुद्राहरू आएको छ। अनि राजतन्त्रबाट गणतन्त्रमा घोषणा गरिसकेपछिको क्रमिक रूपले निक्लिँदै गएर अन्तिममा नयाँ प्रकाशन 2079 सम्म। त्योभन्दा अगाडि जस्तो गुरु नानक एकमात्र जीवित व्यक्तित्व सत्यमोहन जोशीको मुद्रा पनि 100 को 1000 को र 2500 को निक्लेको छ होइन। त्यसै गरी गुरु नानकको पनि आएको छ भने अन्तिम चाहिँ नयाँ प्रकाशनको सिक्का आइसकेपछि चाहिँ त्यसपछि हालसम्म चाहिँ अर्को कमोडिटी सिक्काहरू चाहिँ प्रकाशन भएको देखिँदैन। यो चाहिँ अब हामी विभिन्न फेजमा गएर तामा पित्तल आदिका लगायतका मुद्रा नै अब राज्यले चाहिँ विभिन्न समयमा सुनको पनि सिक्काहरू निकाले। जस्तो मल्लकालीन पिरियडदेखि नै सुनको पनि सिक्काहरू निस्किने परम्परा थाती रहँदै जस्तो अब विभिन्न समयमा निस्केका चाहिँ अब यो सुनका सिक्काहरू पनि छन्। जस्तो यहाँ चाहिँ अब राज परिवार सम्बन्धी सिक्काहरू भयो होइन। भगवान गौतम बुद्ध सम्बन्धी सिक्काहरू भयो, यो वन्यजन्तु सम्बन्धी सिक्काहरू भयो। त्यसै गरी चाहिँ अन्य विविध विषय त्यसमध्ये चाहिँ जस्तो मलाई चाहिँ यो कलरफुल सिक्का होइन, यो विभिन्न कलरफुल सिक्का विभिन्न अंशका सिक्काहरू चाहिँ यो नेपाल भ्रमणवर्ष 1998 को अवसरमा चाहिँ विश्व वन्यजन्तु कोषको अनुरोधमा निक्लेको सिक्काहरू अत्यन्तै मनपर्छ क्या यो सिक्काहरू
त्यसै गरी बुद्धका सिक्काहरू होइन। हजुर अनि यो चाहिँ सिक्काहरू चाहिँ अत्यन्तै मन जस्तो यहाँ कमलको फुलहरू लगायतका सिक्काहरू चाहिँ अत्यन्तै मनपर्छ। यसरी सुनका सिक्काहरू पनि आएको छ। हजुर अनि यसरी क्रमशः गर्दै अहिले चाहिँ हाम्रो करेन्सी हिस्ट्रीमा चाहिँ विभिन्न सिक्का मुद्राहरू आउँदै गयो हजुर होइन। कागजी मुद्राहरू पनि आउँदै गयो। अनि गइसकेपछि अबको पुस्टमा सधैँ मुद्रा मात्रैले देशको अर्थतन्त्र त धान्न सक्दैन। हजुर भने चाहिँ अब चाहिँ मुद्रापछि अन्य विकल्पहरू पनि युज हुँदै आइरहेको छन्। जस्तो अब अहिले पछिल्लो चरणमा चाहिँ मुद्रापछि चाहिँ जस्तो अब ब्याङ्किङ कारोबारमा अत्याधुनिक ब्याङ्किङ कारोबारहरू होइन अब पनि चलिरहेछ। सबै जस्तै कुराहरू डिजिटलाइज भइरहेछ। डिजिटलाइज भइरहेछ। जस्तो चेक, पहिला अब चेक थियो, ड्राफ्ट थियो, टिटीहरू थियो होइन। टिटीबाट चाहिँ भुक्तानी पठाइन्थ्यो, हुलाक जस्तो आदेश भुक्तानी अर्डरबाट, पे अर्डरबाट पनि पैसा पठाइन्थ्यो हजुर होइन। भनिन्थ्यो भने अब चेक काटिरहनु पर्दैन, तपाईँले मोबाइलबाटै एक व्यक्तिबाट अर्को व्यक्तिलाई पैसा ट्रान्सफर गर्न सक्ने डिजिटलमा हामी प्रवेश भइसकेको छ होइन। क्युआर स्क्यान गर्यो पठायो। स्क्यान गरेर पनि पैसा पठाउन सक्छौँ। जस्तै पैसा चाहियो भने अब क्यास हातमा बोक्नु पर्दैन, तपाईँले मोबाइलबाट एप छ, एपबाट पैसा पठाउनुहोस्। क्यास तपाईँलाई चाहियो भने नजिकको एटिएमबाट गएर एटिएम कार्ड राखेर पनि पैसा पठाउनु पर्ने भयो। क्रेडिट कार्डको युज गर्न पाइयो। गर्दै अहिले कनेक्ट आइपिएस भनेको छ, क्युआर, खल्ती, ई सेवा लगायतका चाहिँ हजुर आउँदै गएर अब भविष्यमा चाहिँ हामी डिजिटल पेमेन्ट पनि, डिजिटल करेन्सी पनि अब डिजिटलमै हुन्छ। अब मुद्रा पनि आवश्यक पर्दैन भने जस्तो सोचले हाम्रो विकास भइरहेछ। तर पनि सामान्य प्रयोजन, घर खर्च र शान्ति नै भवितव्यको लागि पनि करेन्सीको युज चाहिँ कन्टिन्यू नै हुन्छ जस्तो लाग्छ मलाई। हजुर यो कलेक्सनमा चाहिँ के कस्तो सामानहरू रहेको, जस्तै कि अब स्ट्याम्प, नोट, कोइनहरू, अब कुन राजाको पालादेखिको कोइन कलेक्सनहरू तपाईँकोमा रहेको छ? मेरो एकदम राम्रो क्वेसन सोध्नु भएको छ। मैले यो 30 वर्षको अन्तरालमा सुरुमा त अब कलेक्सन गर्ने क्रममा स्ट्याम्प्सबाटै कलेक्सन सुरु गरे हो। हामी मुद्रा सङ्कलन गर्ने अथवा कोइन सङ्कलन गर्नेले सुरुमा स्ट्याम्प त विद्यार्थीकालमा टच गरेकै हुन्छ। विद्यार्थीकालमा स्ट्याम्प्सहरू अलिअलि गरिसकेपछि यतातिर पनि लागेको हो। त्यस कारणमा यो 30 वर्षको मोनिटरी सिस्टमको बारेमा अध्ययन गर्ने क्रममा र मैले हाल लिच्छवीकालीन मानाङ्कदेखि होइन, लिच्छवीकालीन पिरियडको लगभग पशुपति मुद्रा श्री नरेन्द्रदेवको भनेर मानिएको छ त्यहाँसम्मको। त्यस्तै गरी मल्लकालीनमा सुनको सबैभन्दा सानो सिक्का भनेर सुनको सिक्का जुन शिवाङ्कलाई भनेको छ, शिवाङ्कदेखि अब श्रीधाम। त्यसपछि आएर मल्लकालीन यता काठमाडौँको हिसाबले हेर्ने हो भने तपाईँको लक्ष्मी नरसिंह मल्लदेखि अन्तिम जयप्रकाश मल्लसम्म होइन। त्यस्तै गरी भक्तपुरको हेर्ने हो भने जगरज्योति मल्लदेखि अन्तिम रणजित मल्लसम्म। त्यसै गरी पाटनकोलाई हेर्ने हो भने सिद्धि नरसिंह मल्लदेखि अन्तिम तेज नरसिंह मल्लसम्मको मुद्राहरू। त्यसै गरी फुकादामहरू, त्यस्तै गरी माटोका मुद्राहरू। शाहकालीनतर्फ पृथ्वीनारायण शाहकोदेखि अन्तिम ज्ञानेन्द्रको पिरियडसम्म। त्यसपछि यता पेपर करेन्सीहरू हालसम्म 2002 साल असोज 1 गतेदेखि हालसम्मको कागजी मुद्राहरू। त्यसै गरी कमोडिटिभ कोइनहरू, केही गोल्ड कोइनहरू लगायत अहिलेसम्मको हिस्ट्री कभर गरेको छु। जस्तै कि होइन हाम्रो यो कलेक्सन चाहिँ एउटा रिच हबी हो भनेर हामीले चिन्छौँ नि होइन, सुन्दै पनि आएका छौँ होइन। अब जस्तै कि तपाईँको यो कलेक्सन गर्नको लागि चाहिँ होइन के कतिको गाह्रो रहेछ होइन, भनेको सामानहरू चाहिँ अब तपाईँले कसरी जुटाइराख्नु भएको छ र यसको लागि खर्च चाहिँ के कति जति चाहिँ लाग्दो रहेछ होला यसमा चाहिँ? एक्ज्याक्टली, यो एकदमै गहन प्रश्न सोध्नु भएको छ। यो रमाइलो पनि छ यो पक्ष। कलेक्सन सङ्कलन र यसको अध्ययन दुईवटा बाटोले हेर्नुपर्छ। सङ्कलन मात्र गर्छु भन्यो भने चाहिँ पैसा अलि बढी खर्च नै हुन्छ, किनभने अध्ययन नगरिकन सङ्कलन गर्न सम्भव छैन। र सबभन्दा पहिला सुरु आफूलाई गर्ने क्रममा अध्ययन जरुरी छ। अध्ययन जरुरी भइसकेपछि मैले सङ्कलन गर्छु र मैले कति सङ्कलन गर्ने, पहिला एउटा थिम छुट्याउनु पर्ने हुन्छ, कहाँसम्म जाने। बिना आज मलाई यस्तो चाहियो यो पनि गरौँ, अनि होइन यो मलाई यो पनि चाहिन्छ यो पनि गरौँ, त्यसो गऱ्यो भने चाहिँ कति पैसा खर्च हुन्छ त्यो आफूलाई थाहा छैन।
अब अहिले मेरै हेर्ने हो भने मैले सुरुमा गरेदेखि अहिलेसम्म कति खर्च भयो त मलाई थाहा छैन हजुर तर प्रत्येक वर्ष केही न केही पाटोपुट्टा सामानहरू लिएर राखिरहेको छु तर त्यसलाई खर्चको हिसाबले पनि हेर्नु हुँदैन खर्चको हिसाबले हेऱ्यो भने चाहिँ मन आत्तिन्छ खर्चको हिसाबले नभएर मैले हिस्टोरी बनाउँदैछु र यो पैसा मैले बचत गर्दैछु भोलि आफूलाई आवश्यकता परेको खण्डमा त्यो अर्को सङ्ग्रहकर्ता अथवा अर्को पनि हिस्ट्री अध्ययन गर्ने मान्छे त हुन्छ उनीहरूलाई दिएर आफ्नो गर्जो पनि टरोस् भन्ने उद्देश्यले मैले चाहिँ मन नआत्तिकन बिस्तारै खर्च कति भयो भन्ने कुरो चाहिँ मलाई थाहा छैन तर सीमित खर्चमा मैले सङ्ग्रह चाहिँ अथवा चाहिँ अध्ययन गरिरहेको छु हजुर जस्तै कि तपाईँले अब सङ्ग्रह त गर्नुभयो होइन अब यसको सोर्स चाहिँ कताबाट चाहिँ गरिराख्नु भएको छ तपाईँले व्यक्ति विशेषहरूसँग अब कसै कतैबाट लिइराख्नु भएको छ कि जस्तै कि सङ्घ संस्थाहरू कतैबाट लिइराख्नु भएको छ कि तपाईँले यो सामानहरू चाहिँ कलेक्सन गर्दाखेरि पक्कै पनि यो चाहिँ सङ्ग्रहकर्ता अथवा अध्ययन गर्ने व्यक्तिहरूलाई अति जरुरी प्रश्न नै हो सङ्कलन गर्ने क्रममा कतिपय सामानको स्रोत कहाँबाट पाउँछ हजुर भन्ने कुरो थाहा पाउनु पर्यो जस्तो अब मुद्रा नेपाल राष्ट्र ब्याङ्क टक्सार मार्फत वितरण भइरहेको हुन्छ टक्सार महाशाखा मार्फत वितरण भइरहेको हुन्छ कतिपय अब मुद्रा सङ्ग्रहकर्ताहरू व्यक्तिहरू पनि हुन्छन् कतिपय राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा यो पुराना मुद्राहरू जुन अब प्राप्त हुँदैन जस्तो लिच्छवीकालीन मल्लकालीन शाहकालीन पुराना मुद्राहरू अब विदेश स्थित विभिन्न सङ्घ संस्थाहरूले लिलाम बढाबड पनि गरिरहेको हुन्छ कतिपय मुद्राहरू आफ्नो चिने जानेको मान्छेहरू कहाँ समुदाय स्तरमा जस्तो पुराना मान्छेहरू हुन्छन् जस्तो मसँग यस्तो छ है भनेर सङ्कलन मैले गरिरहेको छु अथवा मैले यस्तो गरिरहेको छु भन्दाखेरि उहाँहरूकोमा पुराना मान्छेहरू कहाँ त्यतिकै रहिरहेको हुन्छ ती व्यक्तिहरूलाई पनि त्यसको करेन्ट भ्यालु चाँदीको छ भने चाँदीको भन्दा केही थपेर सुन छ भने सुनको भन्दा बजार मूल्यभन्दा 2-4 पैसा बढी दिएर चाहिँ सङ्ग्रह गर्नुपर्छ कतिपय त अब सम्बन्धित निकायले निकालेको फेस भ्यालुमै पाइयो तौल अनुसार हुन्छ टक्सारबाट होइन त्यसरी मैले चाहिँ यसै गरी नै सम्बन्धित सङ्घ संस्था त्यसै गरी पुरानो कलेक्टरहरूसँग उहाँहरूले भनेको मूल्यमा अब भन्दा कहीँ घटाउन मिल्ने छ भने घटाएर घटाउन नमिल्ने छ भने त त्यति नै पैसा तिरेर पनि लिनै पर्छ होइन त्यसरी लिएर न्यूनतम मूल्यमा चाहिँ सामानहरू लिने प्रयास गर्छु तर मैले चाहिँ अर्को कुरा लिइरहेको छु तर अर्को कुरा चाहिँ के छ भने कहिलेकाहीँ मूल्य बढी पनि भने हुन्छ त्यो मूल्य चाहिँ मैले बढी अत्याधिक बढी यो चाहिँ अलिक बढी भयो भने जस्तो छ भने मन आत्तिएर म बढी मूल्य हालेर चाहिँ सामान किन्दिनँ त्यो चाहिँ सबै कलेक्टरहरूलाई अथवा सबै सङ्ग्रहकर्ताहरूलाई पनि म के भने कुनै सामान पायो भने तुरुन्तै हाम फालेर किन्नु चाहिँ हुँदैन किनभने 2जना 3जना 4जनासँग बुझ्ने सोध्ने यसको मूल्य कति पर्छ थाहा पाउने अनि मात्र बल्ल लिने न त तुरुन्तै किन्नलाई क्विक डिसिजन गऱ्यो भने चाहिँ भोलि चाहिँ फस्ने पनि डर हुन्छ जस्तै कि तपाईँको सङ्कलनमा होइन तपाईँलाई एकदम मनपर्ने हुन्छ नि अब मलाई चाहिँ यो सङ्कलनमा भइदिए हुन्थ्यो अथवा तपाईँसँग कुन चाहिँ एकदम विशेष खालको सामान चाहिँ तपाईँको सङ्कलनमा छ होला हाम्रो यसो भ्युवर्सहरूलाई चाहिँ देखाइदिनु न हस् थ्याङ्क यू अब यसमा त धेरै अब म कहाँबाट सुरु गरौँ म नै अब यस्तो खालको क्वेसन सोधिदिनु हो अब मेरो लागि त मसँग सबै नै राम्रो छ होइन अब मैले कहाँबाट सुरु गर्नु होइन त्यसमा पनि अब एकदम विशेष तपाईँलाई एकदम मनपर्ने हुन्छ नि ल एकदम मनले खाएको कलेक्सन एउटा हुन्छ नि आफूलाई अब जस्तै कि एउटा थिम रोजेर तपाईँले कलेक्सन स्टार्ट गर्नुभयो होला नि होइन जस्तै कि त्यो थिममा चाहिँ तपाईँले अब जस्तै कि लेट्स चाहिँ मानौँ अब जनकराजकै सय चाहिँ तपाईँले कलेक्सनमा राख्नु भएको छ मानौँ एउटा इक्जाम्पलको लागि होइन त्यो नै तपाईँलाई चाहिँ एकदम भनौँ न मलाई चाहिँ यो चाहिँ एकदम मनपर्ने चाहिँ मेरो नोट हो भनेर एकदम जतनले राखिरहनु भएको हुन्छ अरू नोटहरू भन्दा नि एकदम विशेष तरिकाले एकदम सेफली भनौँ न त्यसरी राख्नुभएको कुनै एउटा सङ्कलन ल हुन्छ त्यसको लागि त अब मसँग अब पेपर करेन्सीकै कुरामा पहिला जाऊँ पेपर करेन्सीकै हिसाबले जाने हो भने पनि सबैभन्दा बढी मलाई एकदमै मनपर्ने नोट भनेको चाहिँ ल यो नोट एकदमै मलाई मन परेको नोट
हजुर यसमा विशेषता खासमा 333 यसमा यो 250 को नोट त्यसै पनि अहिले दुर्लभ भएको छ। हजुर त्यसमा नि विशेषता यसमा चाहिँ जस्तो प्रत्येक नम्बर चाहिँ 333 छ के। हजुर यो चाहिँ भनेको जस्तो 5 लाख थान मात्र छापिएको नोट भयो। हजुर 5 लाख थानमा पनि यस्तो खालको नम्बर भएको चाहिँ जम्मा 4वटा मात्रै नोट के। जस्तो 1 1 2 2 3 3 र 4 4 भएको आउँछ। हजुर त्यसमा चाहिँ पनि यो 3 3 भएको भनेको ओभरअल नोट छापेकोमा यो नम्बर भएको नोट चाहिँ एउटा मात्रै भयो कि। हजुर अब एक त हाम्रो नर्मल नोट पनि पाउन गाह्रो छ नि त अहिले त। अब छाप्नैकै तपाईँको अब त्यत्रो वर्ष भइसक्यो नि त। हजुर त्यत्रो वर्षमा पनि अब तपाईँले यसरी जोगाएर राख्नु भनेको त एउटा हिस्ट्री नै हो नि त। हो लगभग यो नोट अब मैले राखेकै 20 वर्षभन्दा बढी भइसक्यो। हजुर त्यो बेला मैले किन्दाखेरि अति नै मन परेर मैले धेरै नै मूल्य हालेर ल्याएको छ कि। हजुर तर पनि यो मूल्य भए पनि मैले मूल्य होइन म अहिले आत्मसन्तुष्टि छु नि त। हजुर मूल्य भन्दा पनि एउटा अब कलेक्सन भनौँ हो न। कलेक्सन र आत्मसन्तुष्टि हिसाबमा चाहिँ कम्तीमा पैसा भनेको त खर्च भएर जान्थ्यो। तर अहिले चाहिँ कलेक्सनमा छ भन्दा आत्मसन्तुष्टि पनि भयो। हजुर अब यो नोट त पाइँदैन त्यसै पनि दुर्लभ भयो। हजुर त्यस्तै यस्तो नोट त अरू पनि धेरै नोटहरू छन्। हजुर तर मुख्य चाहिँ मलाई एकदमै जोगाएर राखेको भनेको चाहिँ यो नोट चाहिँ मेरो चाहिँ अलि हो। जस्तै कि अब हाम्रो तपाईँले त्यति राम्ररी राख्नु भएको छ आफ्नो सङ्कलनलाई होइन। जस्तै कि अब भर्खर अब कलेक्सनमा हुन्छ नि अब आफ्नो कलेक्सन गर्ने सोच बनाइराख्नु भएको अब व्यक्तिहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ? हो अब नयाँ सोच बनाइरहेको व्यक्तिहरूलाई मैले के भन्छु भने सबभन्दा पहिला सुरु त सङ्कलन गर्दाखेरि कुन उद्देश्यले सङ्कलन गरिन्छ। हजुर पहिला आफ्नो उद्देश्य हुनु पर्यो। त्यसपछि कतिसम्म मूल्य लगानी गरेर अथवा उद्देश्य पूर्तिको लागि भविष्यमा के गर्ने थाहा पाउनु पर्यो। हजुर थाहा पाइसकेपछि अनि मात्रै यो सङ्कलन मलाई आवश्यक पर्छ, यति सङ्कलन भयो भने मलाई पुग्छ भन्ने कुरा थिम लिएर। जस्तो कुन चाहिँ गर्ने, पेपर नोट गर्ने कि अथवा कमोडिटी कोइन गर्ने कि अथवा कमोडिटीमा पनि विशेष खालको आकर्षक खालको कमोडिटी कोइन गर्ने कि अथवा शाहकालीन मुद्राहरू गर्ने कि। शाहकालीन मुद्राहरूमा धेरै कुराहरू छन्, सुकी, मोहर, फुकादाम लगायतका कुराहरू छन्। त्यस्तै लिच्छवीकालीन छ, मल्लकालीन छ, कुन पिरियडको गर्ने आफूलाई त्यसमा पहिला ढाल्नु पर्यो। सबै कुरा राखेर विदेशी ब्याङ्क नोटहरू अब पनि गर्न सकिन्छ। तर विदेशी ब्याङ्क नोटहरू गर्दाखेरि अलिकति रिस्की छ होइन। अब विदेशी विनिमय ऐन अनुसार पनि अगाडि बढ्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि आफूले कतिसम्म गर्छु भन्ने कुरा ख्याल गर्ने र कतिसम्म लगानी गर्छु भन्ने कुरा ख्याल गरेपछि अनि मात्रै गर्ने। जथाभावी चाहिँ नगर्नलाई, जथाभावी लगानी नगरिकन आफ्नो थिम अनुसार चाहिँ गर्नलाई चाहिँ मैले सुझाव दिन्छु। जस्तै कि हजुरले त्यो अब नेपाल सरकारको नीति नियमको कुराहरू गर्नुभयो नि होइन। जस्तै कि कलेक्सन गर्दाखेरि चाहिँ अब नेपाल राष्ट्र ब्याङ्कले चाहिँ हाम्रो कलेक्टरहरूलाई चाहिँ आजसम्म चाहिँ के कस्तो साथ सहयोग रहिआएको छ होइन। अनि नेपाल सरकारले चाहिँ तपाईँको अब यो कलेक्टर्सहरूलाई चाहिँ के गरिदियो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ? यो पनि एउटा जटिल प्रश्न नै हो। अब मैले अहिलेसम्म देखेको कुरामा नेपाल सरकार अथवा सम्बन्धित निकाय नेपाल राष्ट्र ब्याङ्कले त केही गर्न सक्ने अवस्थै छैन होइन। कलेक्टरलाई भनेर उसले हेर्दैन। नेपाल राष्ट्र ब्याङ्कले हेर्ने भनेको जति प्रकाशन भएका मुद्राहरूलाई सहज वितरण, जस्तो सहज वितरण र तोकिएको मूल्यमा। जस्तै नोटमा एउटा शब्द छ के, त्यो नेपाल राष्ट्र ब्याङ्क नेपाल सरकारले गरेको प्रतिज्ञा पत्र हो। प्रतिज्ञा छ के। नेपाल सरकार, नेपाल राष्ट्र ब्याङ्कले होइन त्यो मुद्रामा एउटा शब्द तोकिन्छ, यसको जमानत प्राप्त मुद्राको भुक्तानी माग्न आएमा तुरुन्त यति रकम भुक्तानी गरिनेछ भनेर। त्यो एउटा चाहिँ नेपाल सरकार र नेपाल राष्ट्र ब्याङ्कको प्रतिज्ञा पत्र हो। त्यसको मुनि गभर्नरको दस्तखत हुन्छ। त्यो भनेको कानुनी मान्यता हो। त्यसले गर्दा कलेक्टरहरूले अथवा जोसुकै सर्वसाधारणले पनि सम्बन्धित ठाउँमा जानु भने प्रकाशन भएको अथवा चाहिँ सर्वसाधारणलाई चलचल्तीमा निकालेको मुद्रा त्यहाँ उपलब्ध भएसँग फेस भ्यालुमा जतिको त्यतिमै प्राप्त हुन्छ। त्यसमा बढी मूल्य तिरेर लिनुपर्ने हुँदैन। बढी मूल्य तिरेर लिने भनेको चाहिँ बाहिर सङ्ग्रहकर्ताहरू पुराना व्यक्तिहरूसँग हो। आफूलाई मन पर्यो भने किनेर पनि लिन सकियो, मन लागेन भने नकिन्दा भयो। त्यसमा चाहिँ कुनै पनि उ छैन। त्यसको लागि लिगल्ली भनेको चाहिँ कसरी पनि बाधा अड्काउ छैन, किनभने जरुरी कुरा भएन नि त त्यो त।
हजुर जरुरी कुरा भएन। अब धान चामल अब अति जरुरी कुरा औषधिमूलक भए पो 90 नहुने कुरा भयो। मैले चाहिँ 100 रुपियाँको चाहिँ नोट किन्न गएँ भने कुनै व्यक्तिले मलाई 500 रुपियाँ भनिदियो भने 500 रुपियाँ त म किन हाल्ने, 100 को 100 125 रुपियाँसम्म हालेर किनौँला, 500 त म हाल्दिनँ भनेर मैले फर्किन पाएँ नि त। हजुर उसले बेच्नेले पनि मलाई जबरजस्ती गर्दैन। हजुर त्यसैले यसमा कुनै उयो छैन। नेपाल सरकारले पनि यो सम्बन्धी त्यस्तो नयाँ नियम कानुनहरू केही बनाएको छैन। हजुर जस्तै कि हजुरले भन्नुभयो नि 100 को नोटलाई 500 रुपियाँमा मान्छेले बेच्न पनि सक्छन् भन्नुभयो नि होइन। हजुर जस्तै कि यो पुरानो पैसाको मूल्यहरू चाहिँ कसरी चाहिँ डिफाइन हुन्छ होला, जस्तै कि कुन आधारमा चाहिँ हुन्छ नि, जस्तै कि 100 को नोटलाई चाहिँ 500 रुपियाँ भनेर चाहिँ मान्छेहरूले चाहिँ मूल्य किन राख्छन् होला, के को लागि राख्छन् होला? त्यो मूल्य 100 को 500 भनिदिँदाखेरि त्यो पनि व्यक्तिगत नै भयो कि। हजुर जस्तो कुनै व्यक्ति मलाई नोट चाहियो, कुनै ठाउँमा गएँ 100 को उसले 500 अथवा 1000 रुपियाँ भन्यो, हजुर उसको आफ्नो निजी कुरा भयो त्यो हजुर होइन। मलाई चित्त बुझ्यो भने मैले 500 भनेको ठाउँमा 250 तिरेर पनि किने पनि भयो, हजुर म किन्दिनँ भयो भनेर मैले किने पनि भयो, त्यो चाहिँ व्यक्तिगत भयो। तर पनि उनीहरूले चाहिँ आफू त्यो मुद्रा पाउने नपाउने रियालिटी हजुर लगायतका कुराहरूलाई कति वर्ष पुरानो होइन, कति वर्ष हजुर पुरानो मुद्रा हो त्यो, अनि यसको रियालिटी के छ, हजुर सङ्ग्रहकर्ताले पाउने कि नपाउने, रियालिटीको आधारमा उसले मूल्य आफ्नो व्यक्तिगत रूपमा व्यक्तिगत खुसीको ले निर्धारण गर्छ। हजुर अनि किन्नेले किन्दा पनि भयो, नकिन्नेले नकिन्दा पनि भयो। हजुर जस्तै कि हामीले सामूहिक सञ्जालहरूमा चाहिँ 1 रुपियाँको नोटको चाहिँ हुन्छ नि लाखौँ आउँछ, 2 रुपियाँको नोटको लाखौँ आउँछ भनेर चाहिँ मान्छेहरूले चाहिँ सामूहिक सञ्जालमा पोस्ट गरिराख्नु भएको हुन्छ नि। अब त्यसको बारेमा चाहिँ त्यो पक्कै पनि साँचो हो कि यो चाहिँ के कस्तो हो, अब हजुरलाई केही थाहा छ कि यसको बारेमा? होइन, त्यो पूर्णतया सञ्जालमा मात्र हो। हजुर सञ्जालमा मात्र हो। सञ्जालमा अहिले पछिल्लोचोटि भनिन्छ नि भ्युज पाउने हिसाबले हजुर जे भन्दै पनि भएको छ कि हजुर होइन, भ्युज पाउने हिसाबले जे भन्दै पनि भएको छ। सामाजिक सञ्जालमा भएको कुराको पछाडि लाग्नु हुँदैन त्यो, किनभने समयको पनि बर्बादी, हजुर त्यो आफ्नो मेन्टली पनि डिस्टर्ब। हजुर 1 रुपियाँको नोटलाई लाख रुपियाँ पर्ने भए अथवा 50,000मै पनि हुने भएदेखि त मान्छेले किन काम गर्नु पर्थ्यो हजुर होइन, मान्छेले कामै गर्नु पर्दैन थियो नि। एकदम सुती घर बसी हजुर चाहिँ 1 रुपियाँको नोट गाउँभरि भेला पाएर लाख रुपियाँ बिक्री भयो भने त त्यो मान्छे त 10 दिनमा त अरबपति भइहाल्छ हजुर होइन। त्यसैले गर्दाखेरि त्यो कुरामा सत्यता छैन। एउटा भ्युज पाउने तरिकाले लाख रुपियाँ 2 लाख रुपियाँ मन लागि भनिदिएको छ, जसले लाख रुपियाँमा भनेर भने हुन्छ त्यो व्यक्तिलाई ल 500 रुपियाँमा मसँग किन्न आउनु भनेर भन्नु भने कोही आउने बेला छैन कि। जस्तो मैले कतिपय मैले फेस गरेको छ, 2-3टा घटनाहरू मैले सुनाउँछु। एकजना व्यक्तिले मसँग एकदमै राम्रो नोट छ, तपाईँ कति पैसा दिनुहुन्छ भन्दै म कहाँ लिएर आएँ। भरे यसो हेर्दा त मेरो किताबको त मैले किताब बनाएको थिएँ, मेरो किताब निक्लिएको थियो, त्यो किताबको कटिङै पनि लिएर आएछन् कि होइन। भने कतिपयले तपाईँको पुरानो नोटहरू यति पैसा आउँछ, यस्तो यति रुपियाँ आउँछ भने उहाँलाई भने यसको त्यस्तो केही कुनै पनि मूल्य आउँदैन। अब जस्तै कि होइन, अब हाम्रो नेपाली मुद्राहरू होइन, अब नेपालमा किन छापिँदैन होला, अब यसको जटिलताहरू के कस्तो रहेको छ हुन्छ नि, विदेशमै लगेर चाहिँ हामी किन नेपाली नोटहरू छाप्छौँ। जस्तै कि कोइनको हकमा चाहिँ अब टक्सार विभागले अब विभिन्न समयमा हुन्छ नि विभिन्न अकेजनहरूमा चाहिँ कोइनहरू निकालिरहेको हुन्छ, तर आजभोलि त्यो कोइनहरू पनि निस्किरहेको हामीले चाहिँ पाउँदैनौँ, यो चाहिँ किन होला? नेपाली मुद्राको सबभन्दा पहिला निष्कासन अब हाम्रो यहाँ एकाधिकार नेपाल राष्ट्र ब्याङ्कको हो होइन, नेपाल राष्ट्र ब्याङ्कको हो। अब मैले अहिलेसम्म बुझेअनुसार, मैले अध्ययन गरेअनुसार चाहिँ मैले देखेको कुरा भन्नुपर्दा सेक्युरिटी प्रेस हाम्रो नेपालमा स्थापना भइसकेको छैन। नेपाली नोट भनेको देशको कानुनी प्राप्त लिगल विषय हो होइन, र यो लिगल विषयमा नेपाल सरकारको जमानत प्राप्त सेक्युरिटी प्रेस नै आवश्यक पर्छ, र सेक्युरिटी प्रेस हाम्रो देशमा छैन, पहिलो कुरा। दोस्रो कुरा, नेपाली मुद्रा छापिँदाखेरि मुद्रा छाप्नको लागि प्रयोग गरिने केमिकल रङ पनि त्यति सजिलो उपलब्ध हुँदैन।
हजुर तेस्रो कुरा पेपर, हामी जुन पेपरमा नोट छाप्छौँ त्यो चाहिँ स्पेसल कटन बेस्ड पेपर हुन्छ 100%। हजुर त्यो चाहिँ हामी कहाँ त्यति सजिलो उपलब्ध छैन। चौथो कुरा भनेको त्यसमा प्रयोग हुने सेक्युरिटी फिचर्सहरू राख्नुको लागि हजुर पनि हाम्रो मेकानिजम मेसिनरी चिजहरू छैन। त्यो चाहिँ मेसिनरी चिज ल्याउनलाई चाहिँ अति जटिल छ भनौँ। त्यसमा कति पैसा लगाउने, त्यो पैसा हामी कहाँ हुँदैन, लगानी गर्न सक्ने वातावरण पनि छैन। र सुरक्षाको कारणले पनि प्रायः नेपाली मुद्राहरू सुरुदेखि नै, जस्तो स्टार्टिङमा राजा त्रिभुवनको पालामै हाम्रो इन्डियाको सेक्युरिटी प्रेस मार्फत थोरै नोट पनि निकालिएको छ। त्यसै गरी पछि राष्ट्र ब्याङ्क स्थापना भइसकेपछि बेलायतबाट, केही समयपछि स्विजरल्यान्डबाट, होइन, त्यसै गरी अन्य देशहरूबाट पनि भयो। पछिल्लोका नोटहरू चाहिँ चाइना ब्याङ्क नोट प्रिन्टिङ एन्ड सेक्युरिटी प्रेसबाट छापिरहेछ लगायतका ठाउँबाट। र यहाँ हाम्रो नेपालमा नछापिएको भनेको चाहिँ सेक्युरिटी प्रेसको अभाव, सेक्युरिटी प्रेस नभएको कारणले गर्दाखेरि चाहिँ नोट छाप्नलाई जटिल छ भने अन्य मुद्राहरूको ठाउँमा सिक्काहरूको सम्बन्धमा चाहिँ अब पहिला चाहिँ टक्सार विभागबाट साधन चल्तीका तथा अन्य धातुका सुन चाँदीका सिक्काहरू चाहिँ निकालेर वितरण भइरहेको थियो। अहिले चाहिँ पछि टक्सारले चाहिँ हेर्दाखेरि सुनको र अन्य कमोडिटी कोइनहरू मात्रै छापेर बिक्री वितरण गरिरहेको छ। सामान्य अन्य सिक्काहरू चाहिँ छापिँदाखेरि यहाँको लागतभन्दा अन्तर्राष्ट्रिय स्तरबाट न्यूनतम मूल्यमा छपाई गरेर ल्याउनलाई चाहिँ कस्ट कम पर्ने जस्तो देखिएकोले बाहिरबाट चाहिँ छापेर ल्याएर वितरण भइरहेछ। जस्तै कि अब कुनै जमानामा होइन, अब तपाईँको टाइममा भनौँ न, जस्तै कि प्रुफ कोइनहरू चाहिँ छपाई हुन्थ्यो होइन, तर हालसालै आएर चाहिँ हुन्छ नि यो प्रुफ कोइनहरू चाहिँ अब किन छपाई गर्नु हामीले चाहिँ नसकेको हौँ कि अब त्यसको लागत चाहिँ एकदम महँगो पर्न गइरो हो कि यसको छपाई प्रक्रियाहरू चाहिँ के कस्तो रहेको छ, तपाईँलाई केही जानकारी छ कि यस बारेमा चाहिँ? मैले सरस्वती अध्ययन गर्दाखेरि हाम्रो प्रुफ कोइनहरू लगभग नेपाल सरकारले आफै पनि यो टक्सार जुन छ, टक्सार चाहिँ नेपाल राष्ट्र ब्याङ्कमा 2041 सालमा हस्तान्तरण भएपछि मात्रै त्यहाँबाट चाहिँ नेपाल राष्ट्र ब्याङ्क अन्तर्गतबाट सिक्काहरू निष्कासन गरिएको देखिन्छ। त्योभन्दा अगाडि नेपाल सरकारले आफैले टक्सारबाट तकमुरी गर्ने र वितरण गर्ने काम चाहिँ नेपाल सरकारको आफ्नै टक्सार थियो कि आफ्नो पछि हस्तान्तरण गरेपछि मात्रै नेपाल राष्ट्र ब्याङ्कबाट आएको हो। त्यतिखेर पनि नेपाल सरकारले पनि प्रुफ कोइनहरू छापेर वितरण गरेको छ, तर आफैले चाहिँ छाप्नलाई हामीसँग मेकानिजम छैन। त्यो राष्ट्र ब्याङ्कको चाहिँ मेकानिजम छैन। त्यो चाहिँ विदेशबाटै मिन्ट गरेर लिएर आएको हो। पछि पनि सम्बन्धित निकायबाट मिन्ट बाहिरबाटै गरेर आएको छ। हाम्रो 2060 सालभन्दा पछाडि चाहिँ अब त्यो चाहिँ कि नेपाल सरकारले जान्नु पर्यो कि नेपाल राष्ट्र ब्याङ्कले नै जान्नु पर्यो, होइन, हामी कहाँ चाहिँ देखिएको छैन। किन छापिएन त्यो चाहिँ थाहा भएन। त्यो चाहिँ पहिला चाहिँ लगभग 60 साल 61 सालसम्म विशेष अदृश्य अन्य शक्तिहरू पनि थियो, जस्तो भनौँ दरबारको पनि विशेष चासोले गर्दाखेरि त्यस्ता कोइन छापिन्थ्यो कि, अथवा अहिले चाहिँ किन छापिएको छैन त्यो चाहिँ हाल चाहिँ देखिएको छैन। त्यो चाहिँ किन बन्द भएको, त्यो चाहिँ सबैलाई कौतूहल। त्यति मात्र होइन, अन्य मुद्राहरू पनि त पहिला चाहिँ अब मैले सुनेअनुसार लिखित चाहिँ देखिएको छैन। सुनेअनुसार चाहिँ प्रत्येक वर्ष चाहिँ मुद्रा छापेर दरबारमा बुझाउनुपर्छ भन्ने कुरा थियो अरे। त्यस क्रममा सिक्काहरू प्रत्येक वर्ष छापिन्थ्यो, तर अहिले त त्यस्तो केही छैन। अहिले त देशमा लोकतन्त्र आइसकेको छ, गणतन्त्र आइसकेको छ, होइन। अनि त्यस कारणले गर्दाखेरि आवश्यकता अनुसार छापिने भयो, आवश्यकता नपर्दाखेरि पुरानोबाटै चल्ने भयो भन्ने पनि होला उद्देश्य। त्यसले गर्दा आवश्यकता अनुसार छापिएको हो कि जस्तो पनि भानुहुन्छ। जस्तै कि होइन, हाम्रो अब देशमा अब रिसेन्टली अब जेनजी आन्दोलनपछि भनौँ न, रिसेन्टली पोलिटिकल चेन्ज पनि भएको छ होइन। तपाईँले अब जस्तै कि हामीले बजारमा सुन्दै आएका छौँ कि 500 र 1000 रुपियाँको नोट पनि भनौँ न तपाईँको अब डिस्कन्टिन्यू गर्ने कि भन्ने चाहिँ आवाजहरू पनि उठिरहेको छ होइन। अब यस विषयमा चाहिँ तपाईँको धारणा चाहिँ के छ होला? एकदमै राम्रो क्वेसन र समसामयिक पनि प्रश्न
यहाँले सोध्नु भएको छ। हजुर यसमा अन्य पाटो त अब कानुनी पाटो, सक्ने नसक्ने लगायतको पाटो चाहिँ अब सम्बन्धित निकाय नेपाल सरकारले अथवा मुद्रा छपाई गर्ने निष्कासन एकाधिकार पाएको नेपाल राष्ट्र ब्याङ्कले जवाफ देला। तर मुद्रा सम्बन्धी अध्ययन गर्ने एउटा विद्यार्थीको नाताले मैले हेर्नु पर्दा मुद्रा सम्बन्धी मैले लामो अध्ययन पनि गरेको छ। मुद्रा सम्बन्धी अलिकति केही चासो पनि मैले राखेको छु। मैले मुद्रालाई सूक्ष्म तरिकाले, जस्तो मुद्राको छपाई प्रोसेस, मुद्रामा हुने रङको संयोजन, होइन, सेक्युरिटी फिचर्स, कागजको स्तर लगायतको कुरा र कुन प्रेसले छापिरहेको छ अथवा कुन प्रेसमा छाप्दा चाहिँ नोट उपयुक्त हुन्छ भन्ने हिसाबले र कुन प्रेसले कमजोर नोट छापिरहेको छ भन्ने कुराहरूलाई पनि मैले अध्ययन गरेर हेर्दाखेरि र पछिल्लो चरणमा आएका नोटहरूलाई सर्कुलेसन भइसकेपछि को अवस्था र अहिले बजारमा हजुर यो भदौ 23 र 24 को आन्दोलन पछाडिको जेनजी आन्दोलन पछाडि व्यापक रूपमा चाहिँ 500 र 1000 को नोट चाहिँ नेताहरूको घर घरमा लुकाएको छ, होइन। अब अन्य हिसाबले ब्यान्ड गर्नुपर्छ अथवा यसलाई रद्द गर्नुपर्छ भन्ने कुराहरू आएको छ। वास्तवमा त्यो कुरा चाहिँ अलिकति उपयुक्त जस्तो मलाई लाग्दैन। किनभने सबभन्दा पहिला हाम्रो देशमा नोट आफ्नै देशमा नोट छापिँदैन, बाहिरबाट नोट छापेर ल्याउनु पर्ने अवस्था छ। कुनै पनि कुराहरू नोट छापिँदाको आफ्नै प्रक्रियाहरू छन्। एउटा नोट छापेर आएको लगभग झन्डै 3 वर्ष 4 वर्षसम्म नोट छापिँदैन र छापेर आएको र भण्डारण गरिएको नोटलाई बजारमा चलन चल्तीमा ल्याउनु पर्ने हुन्छ। त्यो नोटबाट अर्को नोट छापेर नयाँ नोट नआउन्जेलसम्मलाई त्यही नोटले चलाउनु पर्छ। जस्तो अहिलेको सन्दर्भमा हेर्ने हो भने सीमित नोटहरू हाम्रो देशमा चाहिँ सीमित नोटहरू चलन चल्तीमा आएको देखिन्छ। जस्तो नेपाल राष्ट्र ब्याङ्कले चाहिँ प्रत्येक महिना लगभग 15-16 गतिको हाराहारीमा एउटा गोर्खापत्रमा वासलात जारी गरेको देखिन्छ। त्यसमा हेर्ने हो भने करिब 7 खर्ब 93 अर्बको बराबरको करेन्सी इन सर्कुलेसन मुद्रा चाहिँ चलन चल्तीमा छ भने चाहिँ उसले सूचना जारी गरेको छ। र मैले यसो हेर्दा हाम्रो देशमा टोटल नोट छपाईलाई हेर्ने हो भने करिब 16 खर्ब 58 अर्ब लगभग, अलिकति डाटा तलमाथि होला, 58 भन्दा 60 अर्ब भनौँ न, त्यति चाहिँ अलि नपुग्ला। 16 खर्ब 58 अर्बको हाराहारीमा नोट टोटल अहिलेसम्मको नोट छपाई भएको छ भने लगभग झन्डै तपाईँको 7 खर्ब करिब 50 अर्बभन्दा माथि त नोट अहिलेसम्म नोट त धुलै पनि सकेको छ क्या, जलान पनि भइसकेको छ, होइन। जलान पनि भइसकेको छ भनेपछि लगभग 7.5 खर्ब नोट जलान भइसकेको भयो। त्यसपछि आएर लगभग 8 खर्बको हाराहारीको नोट करेन्सी सर्कुलेसनमा छ बजारमा। त्यो भनेको मेरो गोजीमा पनि भएको भयो, बजारमा भएको पान पसलेकोमा पनि भयो, होइन, लगायत ब्याङ्क वित्तीय संस्थासँग भएको नोट पनि भयो, होइन। भनेपछि लगभग झन्डै कति आयो हिसाब सरस्वती हेर्ने भने 15 खर्ब बराबरको हिसाब त आइसक्यो। अब बाँकी रह्यो कति भन्दाखेरि 1 खर्ब लगभग हाराहारीको नोट हो। 1 खर्ब हाराहारीको नोट त नेपाल राष्ट्र ब्याङ्कको आफ्नै ढुकुटीमा पनि त हुन्छ नि त। 8वटा ब्रान्चहरू नेपाल राष्ट्र ब्याङ्कको चाहिँ लगभग मुद्रा थापाथली र मुद्रा व्यवस्थापन विभागको आफ्नो ढुकुटीमा पनि होलान्। त्यसै गरी अन्य नोटकोषहरू भएको ब्याङ्क लगभग 75वटा नोटकोष भएको ठाउँमा 75वटा नोटकोष भएको संस्थासँग पनि होला। त्यसै गरी तपाईँको के भने राष्ट्र ब्याङ्कको अन्य शाखा कार्यालयहरूको ढुकुटीमा पनि होला। ती नोटहरू त गर्न बाँकी छ भने चाहिँ लगभग 1.5 खर्ब रकम बराबरको नोटहरू चाहिँ ब्याङ्क वित्तीय संस्थाहरूसँगै छ। त्यसका अतिरिक्त झन्डै हाम्रो करिब 3 करोड जनसङ्ख्या भएको पब्लिककोमा पनि प्रत्येकले 50-60 हजार रुपियाँ मात्रै क्यास पनि त राखेको पनि हुनसक्छ नि। लगभग त्यसको 50% मात्रैले गर्ने हो भने हिसाब किताब लगभग आइसकेकोले गर्दा
जनमानसले भनेको अथवा अहिलेको असन्तुष्ट पक्षहरूले भने जस्तो नेताको घरमा पैसा अथवा चाहिँ व्यक्तिहरूसँग पैसा लुकाएको जस्तो चाहिँ मैले देखेको छुइनँ। हजुर त्यसैले गर्दाखेरि त्यति धेरै पैसा लुकाएको छैन, पैसाहरू बजारमै सर्कुलेसनमा भएको छन् होइन। अब अहिले हेर्ने हो भने हाम्रो ब्याङ्किङ सिस्टममा डिजिटल र यो जुन ब्याङ्किङ सिस्टमको जुन आफ्नै आधुनिक ब्याङ्किङ सिस्टम छ, आधुनिक सिस्टमले पो देश चलिरहेछ त, आर्थिक कारोबार भइरहेछ त। क्यास मात्रै कारोबार गर्ने हो भने त अहिलेको लागि यो सर्कुलेसन भनेको एक दिनलाई पनि हान्न सक्ने सर्कुलेसन होइन क्या। त्यसले गर्दाखेरि मेरो चाहिँ विचारमा उपयुक्त छैन, किनभने तुरुन्तै रिप्लेस गरेर दिन सक्ने अवस्था पनि छैन र बजारमा नोट पनि धेरै पनि छैन होइन। क्राइसिस जस्तै नै छ। जस्तै केही समय अगाडि इन्डियाले आफ्नो देशबाट 500 र 1000को नोट बन्द गरेर 2000 र 500को नोट तुरुन्तै छापेर दियो। तर त्यहाँ कस्तो थियो भने उसको आफ्नै सेक्युरिटी प्रेस 4वटा, केन्द्रीय ब्याङ्कको 4वटा सेक्युरिटी प्रेस छ, त्यसमा 2वटा केन्द्रीय ब्याङ्क आफ्नै छ, 2वटा त्यहाँ चाहिँ त्यहाँको राज्यले आफैले सरकारले चलाएको छ। अनि उसले पहिला सबै नोट भित्री रूपमा त्यहाँ चाहिँ सेन्ट्रल ब्याङ्कको स्टाफहरूलाई पनि थाहा छैन कि होइन, भित्री रूपमा छापिसकेर एकदम नोट तयारी गरेर यो हो भन्ने निर्कुल भएर नोट लुकाइएको छ, नोट आएको छैन भन्दाखेरि त्यहाँ नोट आएको छैन भन्ने कुरा उनीहरूले तथ्य कसरी गर्यो भने यिनै डाटाहरू त खेलाउनु पऱ्यो नि त। नोट यति नोट त हराएको छ भन्ने कुरा त डाटा हुन्छ, उसले नोट कति छाप्यो, उसले डिस्ट्रोय कति गर्यो होइन भन्ने कुरा भइसकेपछि यति नोट चाहिँ हामीसँग छैन, अपुग छ है, यो नोट चाहिँ लुकाएको हो भन्ने कुरो यकिनका साथ प्रमाणित जस्तो गरेपछि बल्ल अनि उसले चाहिँ नोट छापिसकेर एकैचोटि झ्यापसँगले बजारमा चाहिँ हामीले यस्तो नोट निकाल्यौँ, यो नोट अबदेखि यतिका मितिदेखि चल्दैन भन्नु भन्यो। तर हाम्रो त अवस्था त्यो होइन। हाम्रोमा त नोटको डाटाले हेर्ने हो भने नोट त बजारमा जति नोट छापिएको हो, जति नोट नष्ट भएको छ र जति नोट हामीसँग स्टक छ, नोटको डाटा लगु उस्तै उस्तै आएको छ। त्यसले गर्दा केही तलमाथि अलिअलि पर्दाखेरि ती बजारमै चलेको जस्तै भान हुन्छ। त्यसले गर्दा त्यस्तो पनि छैन। र दोस्रो कुरा मैले देख्दा र तुरुन्तै नोट छापेर बजारमा ल्याउन सक्ने अवस्था पनि छैन। त्यसले गर्दा यो चाहिँ अलिकति संवेदनशील कुरा हो। त्यही पनि अब मुद्रामा अध्ययन गरेको नाताले मैले यो कुरा भने, तर यो मेरो कुरा हुनुपर्छ भन्ने पनि भएन। यो काम भनेको चाहिँ नेपाल सरकार र केन्द्रीय ब्याङ्कको हो, यो चाहिँ उहाँहरूले नै जान्ने कुरा हो। जस्तै कि हामीले 500 र 1000 रुपियाँको डिमोनिटाइजेसनको कुरा गर्दै गर्दा होइन, जस्तै कि अब 62-63 सालमा पनि जनआन्दोलन भएको थियो नि, त्यो टाइममा चाहिँ अब राजाको तस्बिर अङ्कित नोटहरू पनि बजारमा चाहिँ सर्कुलेसनमा थियो होइन। तर अहिले पनि अब त्यो नोटहरू चाहिँ हामीले सर्कुलेसनमा अब आफूसँग भएको राजाको तस्बिर अङ्कित नोटहरू चलाइराख्न पाउँछौँ कि त्यो पनि डिमोनिटाइजेसन चाहिँ हुन्छ जस्तो लाग्छ तपाईँको? होइन, अहिलेसम्मको मैले देखे अनुसार र मैले आफूले हेरेको स्टडी अनुसार केन्द्रीय ब्याङ्कले त्यस्तो गरिहाल्छ जस्तो चाहिँ मलाई लागेको छैन र गर्ने कुनै नीति नियम पनि छ जस्तो मलाई लागेको छैन। बजारमा भएको नोट, सर्वसान्तसँग भएको नोट चलि नै रहेछ। तपाईँले मलाई कुनै राजाको 1000 दरको नोट ल्याएर मलाई दिनुभयो भने मैले लिन्न भन्न पाउँदिनँ, मैले साटेकै हुन्छु। ब्याङ्क वित्तीय संस्थासँग पनि साटेकै हुन्छ। एउटा कुरो के हो भने राष्ट्र ब्याङ्कले जारी गरेको सफा नोट नीतिलाई टेकेर नोटको कारोबार भएछ होइन, गरिएको छ। अनि सफा नोट नीति अन्तर्गत गएर गर्दाखेरि राजाको नोटहरूलाई जुत्रो नोट सोचेर मानेर ब्याङ्क वित्तीय संस्थाले अथवा चाहिँ ब्याङ्कहरूले अथवा केन्द्रीय ब्याङ्कले पनि तपाईँसँग भएको राजाको तस्बिर अङ्कित नोट लगेर त्यहाँ दिनुभयो भने उनीहरूले लिने र उनीहरूले फेरि बाहिर बजारमा नपठाउने नीति छ। पुरानो नोट जस्तो च्यातिएको नोट भए पनि, नम्बर आधा भए पनि, अथवा जुन तरिकाले ट्रिट गरिन्छ नि राष्ट्र ब्याङ्कको सफा नोट नीतिले जुन भन्छ र नोट सट्टा भर्ना नियमले जुन देखाएको छ, त्यही अनुसारले पुरानो नोटहरूलाई फिर्ता लिने र नयाँ नोट जारी गर्ने। ब्याङ्क वित्तीय संस्थाहरूले पनि राजाको नोटलाई चाहिँ लिन्न भन्न नपाउने, राजाको नोट साटिदिने सर्वसाधारणलाई, नयाँ नोट दिने र त्यो नोटलाई चाहिँ उनीहरूले चाहिँ जम्मा पारेर केन्द्रीय ब्याङ्कमा बुझाउने। केन्द्रीय ब्याङ्कले आफ्नो व्यवस्थापन अनुसार त्यसलाई धुल्याउने काम गर्छ।
बजारमा पुनः सर्कुलेसनमा पठाउँदिनँ। तर त्यसलाई चाहिँ डिमोनेटाइज गर्ने अथवा चाहिँ यो नोटै नचल्ने भन्ने चाहिँ हुँदैन। र 2062-63 सालको आन्दोलनपछि एक हिसाबको हुटुटी वास्तव राजनीतिक वृत्तबाट अलिकति असन्तुष्टि भयो होला। हजुर जस्तो अहिले पनि सुनिएको जस्तै अहिले चाहिँ 500,000को नोट ब्यान गर्नुपर्छ भने जस्तै हो क्या तपाईँ। त्यो बेला पनि हठातमा अब आजदेखि राजाको नोट नचल्ने भनेर भन्यो, जनमानसमा त्रास पनि भयो। किनभने त्यतिखेर त नोट पर्याप्त नोटमा छापिएको थिएन, पुरानो नोटबाट नै काम चलिरहेको थियो। एक्कासी त्यतिखेर चाहिँ कोलाहल भएको, त्यसपछि सम्बन्धित निकायहरूबाट पनि जानकारी भयो होइन। अनि गरेपछि राष्ट्र ब्याङ्कले त्यसलाई बजारमा चलन चल्तीमा रहने तर आएपछि चाहिँ अब नचलाउने भने जस्तो नीति भएको थियो। तर अहिलेको अवस्थामा त राजाको नोटहरू त धेरै धुलिसकेको नि होला, धेरै कमसँग मात्रै होला, तर पनि त्यसबाट आत्तिनुपर्ने अवस्था छैन। हजुर जस्तै कि अब भुइँचालोमा भनौँ न 72-73 सालपछि चाहिँ नेपाली नोटहरूमा पनि परिवर्तन आयो नि होइन। कुनै नोटहरूमा चाहिँ तपाईँको अब हाम्रो नोटहरूमा अङ्कित जनावरहरू चाहिँ नेपाली होइनन्, विदेशी जनावरहरू हो भनेर चाहिँ कतिजना विज्ञहरूले चाहिँ भन्नुभएको थियो होइन। त्यही अनुसार चाहिँ राष्ट्र ब्याङ्कको नीति नियम अनुसार चाहिँ अब नेपाली नोटमा चाहिँ नेपाली जनावर नै हुनुपर्छ भन्ने हिसाबले चाहिँ ब्याङ्क नोटहरू चाहिँ हाम्रो अब डिजाइन भएर चाहिँ परिवर्तन भएर चाहिँ आएको छ नि चलन चल्तीमा होइन। अब अहिले पनि हाम्रो अब जेएनजी आन्दोलनपछि नयाँ सरकारहरू गठन भएर नयाँ सरकारहरू आउनु भएको छ होइन। त्यसमा चाहिँ अब तपाईँको अब कतिले आवाज पनि उठाएका छन् होइन। नेपाली नोटमा चाहिँ अब गौतम बुद्धको तस्बिर हुनुपर्छ भन्ने त पहिलादेखि नै जनमानसमा सुन्दै आएकै नै छौँ नि। त्यसमा चाहिँ अब तपाईँको अब सगरमाथाको तस्बिरलाई रिप्लेस गरेर अब गौतम बुद्धको तस्बिर राख्ने हो कि अब हाम्रो श्री 5 बडा महाराजधिराज अब नेपालीकरण गर्नुभएको अब पृथ्वीनारायण शाहको तस्बिर राख्ने हो कि भन्ने पनि अब आवाज त उठि नै रहेको हुन्छ बेला बेलामा होइन। यसमा चाहिँ अब तपाईँको धारणा चाहिँ के छ होला? यो पनि एउटा राम्रो कुरा नै सोध्नुभयो होइन। अहिलेको समसामयिकै जस्तो लाग्छ मलाई। मैले सरस्वती हेर्दाखेरि अलिकति थोरै मैले अलिकति अगाडिबाट म चर्चा गर्न चाहन्छु। राजतन्त्रात्मक शासन व्यवस्थामा राजाको तस्बिर अङ्कित नोटहरू चलन चल्तीमा आउँथ्यो। जस्तो भनौँ न अब हेर्दाखेरि त्रिभुवन राजा हुँदा त्रिभुवनको आयो, महेन्द्र राजा भएपछि महेन्द्रकै आयो, वीरेन्द्र राजा भएपछि लगभग 2031 सालदेखि इन्द्रकै भयो होइन। अब ज्ञानेन्द्र भएपछि ज्ञानेन्द्रकै भयो। अब ज्ञानेन्द्रको शासन सत्ता अब सकिसकेपछि देशमा लोकतन्त्र गणतन्त्र पनि आइसकेपछि अब सकिएको चिजलाई त राखेर त फेरि भएन भने चाहिँ अब अहिले हाम्रो अहिले हाल चलन चल्तीमा भएका नोटहरूमा सगरमाथाको तस्बिर अङ्कित भएको छ। बिचमा गौतम बुद्धको तस्बिर भएको नोटहरू निकाल्नुपर्छ भन्ने आवाज नउठेको पनि होइन। गौतम बुद्धको तस्बिर भएको नोटहरू निकाल्नुपर्छ भनेर धेरैतिरबाट आवाज उठिरहँदा केही धार्मिक व्यक्तित्वहरूले गौतम बुद्धको तस्बिर अङ्कित नोटहरू निकाल्नलाई उपयुक्त छैन भन्ने खालको राय पनि दिनुभएको नदिनुभएको होइन। जस्तो गौतम बुद्धलाई विश्वमै अथवा निकै ठुलो सम्प्रदायले एउटा आफ्नो देवताको रूपमा भगवानको रूपमा मानेको छ। हाम्रो नेपालमा पनि अब गौतम बुद्धलाई भगवानको रूपमै मानिएको छ। र नोटमा भगवान बुद्धको तस्बिर राखिसकेपछि नोटको प्रयोग हिफाजत तरिकाले हुँदैन। त्यसमा जस्तो थुक लगाइ कहिलेकाहीँ नोट काउन्ट गरिरहँदा थुक लगाइरहेको हुन्छ। त्यसै गरी बजारमा चलन चल्तीमा गर्दाखेरि कसैले चलन चल्तीमा प्रयोग गर्ने विधि फरक गरे हुन्छ। अब माछा मासु काटिरहेको ठाउँमा माछा मासु हातमा रगत लागिरहेको हातले नोटहरू छुइरहेको हुन्छ, देउताको अपमान हुन्छ होइन। र देउतालाई जुठो पार्नु हुँदैन, देउताको अपमान हुन्छ भनेर अहिले हाम्रो पनि जस्तो दसैँमा अहिले थोरै एउटा प्रसङ्ग मैले बदलेँ। दसैँमा नोट अथवा चाहिँ कुनै धार्मिक कार्यमा गर्दाखेरि हामी नयाँ नोट अथवा बजारमा नचलेको नोट हामी खोज्छौँ नि। राष्ट्र ब्याङ्क गएर लाइनमा बसेर लिन्छौँ, टक्सारमा गएर नयाँ सिक्का नै लिन्छौँ, चौरासी पूजा गर्दाखेरि नयाँ सिक्का नै चाहिन्छ। बजारमा अलिकति दौडधुप गर्ने हो भने हामीले 84 अथवा 84 पूजामा गर्नलाई सिक्काहरू त भेला पार्न सक्छौँ नि त। तर त्यस्ता सिक्काहरू हामी लिँदैनौँ। टक्सारमा गएर नयाँ सिक्का किन लिन्छौँ भने जुठो नभएको अथवा चाहिँ फ्रेस चिज नै भयो भने पूजाआजालाई हाम्रो चाहिँ पवित्र चिजको रूपमा हामीले मुद्रालाई पनि मानेकोले गर्दाखेरि त्यसमा चाहिँ
देउताको तस्बिरले छाप्नु हुँदैन भनेर आवाजहरू उठेपछि अन्तिममा चाहिँ नेपाल राष्ट्र ब्याङ्कले चाहिँ एउटा डिसिसन गरे जस्तो मलाई मेरो चाहिँ अनुभवमा लाग्छ र सबैलाई मान्य हुने सगरमाथा विश्वको सर्वोच्च शिखर सगरमाथा पनि हो। सर्वोच्च शिखर सगरमाथाको तस्बिर एकापट्टि राख्ने र लालीगुराँस चाहिँ पानीसापमा चाहिँ राष्ट्रिय चिन्ह चाहिँ लालीगुराँस हो राख्ने भनेर चाहिँ त्यसरी डिसिसन भएअनुसार चाहिँ गरेको हो। तर अब समय काल परिस्थिति अनुसार त्यसमा चाहिँ अब विभिन्न अनेक सगरमाथा सबै दरको नोटमा सगरमाथा मात्रै किन राख्ने त मेरो चाहिँ धारणा है यो। सगरमाथाको सट्टामा 5कोमा सगरमाथा राखेको छ भने 10मा अन्य कुनै हाम्रो चाहिँ सम्पदाको चित्र पनि राख्न सकिन्छ होइन। अन्य कुनै सम्पदाको चित्र राख्न सकिन्छ। अब त्यही नोट जुठो हुन्छ अथवा थुक लाग्छ भन्ने हिसाबले मात्रै राख्ने हो भने त प्रत्येक नोटमा त हाम्रो मठ मन्दिरहरूका तस्बिरहरू पनि त छन् नि त देवी देवताका पनि। ती कुराहरूलाई पनि मध्यनजर राख्नुपर्ने हुन्छ। त्यसमा अन्य देवी देवताका तस्बिरहरू पनि छन्। जस्तो भनौँ न अब 1000 दरको नोटमा देवी भवानीको त्यो उभिरहेको मूर्तिको तस्बिर नै छ। अन्य मठ मन्दिरहरूको तस्बिर छ होइन। अब भगवान बुद्ध आफ्नै पनि बुद्धको प्रतिमा मायादेवीको तस्बिर 100 दरको नोटमै छ होइन। लगायतका कुराहरू पनि छन्। त्यसले गर्दा के फरक ढङ्गले फरक प्रकृतिका हाम्रा सम्पदा सूचीमा परेका तस्बिरहरूलाई राखेर नोट निकाल्दा चाहिँ अझ उपयुक्त हुन्छ जस्तो मेरो धारणा चाहिँ। एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ नेपाली मुद्राको स्थान चाहिँ एकदम पहिचान चाहिँ अत्यन्त उच्च छ। नेपाली मुद्रा वास्तवमा भन्यो भने विश्वमा सुरक्षणको दृष्टिकोणबाट पनि र नेपाली नोटको डिजाइन पनि अन्तर्राष्ट्रिय स्तरमा एकदमै राम्रो छ क्या। विश्वमा भनिन्छ टप 10 भित्र नेपालको नोटको डिजाइनहरू चाहिँ उच्च स्तरको छ भनेर भनिन्छ है। त्यसैले नेपाली नोटमा भएका डिजाइनहरू त्यसै गरी त्यसमा भएको तस्बिर मेन तस्बिर र कलाकृतिले पनि र सुरक्षाले पनि अलिकति बढी त्यसलाई चाहिँ योगदान गरे हुन्छ। तस्बिरहरूको हकमा हेर्ने भने विभिन्न वन्यजन्तु त्यसै गरी मठ मन्दिरहरूको परम्परादेखि नै मठ मन्दिर र वन्यजन्तुहरूको चित्र चाहिँ राखिएको छ। र सुरुदेखि विभिन्न चित्र जस्तो 1000मा हात्तीको भयो होइन, 500मा बाघको भयो, 100मा गैँडाको भयो। जस्तो कहावत हो सुन्नुभएको होला, गैँडालाई गैँडा नोट होइन, हात्तीलाई हात्ती ठुलो हात्ती होइन लगायतले हामी चाहिँ नोटलाई सम्बोधन गरिन्छ। हात्ती भइगयो नि, 1000को नोट भनिँदैन, हात्ती एउटा हात्ती दिए भइगयो नि, एउटा गैँडा दिए भइगयो नि भन्छ होइन। त्यस्तै अनि आदि लगायतले हामी विभिन्न उसमा चलन चल्तीको भाषा पनि लगभग नोटमा पनि त्यस्तै भएको छ क्या। अब ठुलो नोटलाई 1000 भन्दैन, हात्ती दिनुहोस् न भनेर भन्ने चलन छ नि त। जस्तो पहिला अब भन्ने गरिन्थ्यो। त्यसै गरी अब नोटमा भएको चित्रहरूको विषयमा हामी प्रवेश गरौँ। नोट डिजाइन विभिन्न वन्य सम्पदा लगायत अब देशको सेन्ट्रल ब्याङ्कले विभिन्न स्तरमा वन्य सम्पदा संस्कृतिविद र त्यसमा चाहिँ ख्यातिप्राप्त व्यक्तित्वहरूको चाहिँ राय सुझाव लिएर चाहिँ बेला बेलामा नोटको तस्बिर के राख्ने भनेर छलफल गरिरहेको हुन्छ। यसै क्रममा जनमानसबाट अब नोटमा अब अहिले प्रयुक्त भएको नोटमा भएको हात्ती हाम्रो नेपालको हात्ती होइन, बाघ हाम्रो बाघ होइन, कहाँको के बाघ हो अथवा कुन जनावर कहाँको हो भन्ने कुरामा अलिक बढी भएपछि संस्कृतिविद सत्यमोहन जोशीज्यूको सुझावअनुसार र संस्कृतिविदहरूको सुझावअनुसार चाहिँ राष्ट्र ब्याङ्कले चेन्ज गरेको देखिन्छ। त्यसमा अब के को चित्र राख्ने त? त्यसमा जनमानसमा भएको बोलीलाई पनि कायम राख्नु छ। हात्ती भने चाहिँ हात्तीको चित्र त राख्नु पर्यो, हात्ती भनेरै चिनिएको छ विश्वभर नेपाली नोटको 1000को हात्ती। के को राख्ने? बाघ भने 500मै राखिएको छ। अब त्यसलाई पनि नबिग्रियोस्, जनमानसमा भएको कुराहरू पनि जनमानसमा जुन नोटको चाहिँ एउटा छाप परेको छ त्यो छाप पनि नबिग्रियोस् भन्नको लागि चाहिँ अनि यसो हेर्दै जाँदाखेरि चाहिँ अब 1000मा भएको प्रयोगमा भएको हात्ती अफ्रिकन हात्ती रहेछ होइन, अफ्रिकन हात्ती रहेछ। अब त्यसको लागि चाहिँ नेपालको हात्ती के को राख्ने त भन्दाखेरि चितवन वन्यजन्तु आरक्षमा एउटा दुर्लभ रहेछ के हात्तीले चाहिँ जुम्लिया बच्चा जन्माएको नेपालीले जन्माएको राम लक्ष्मण होइन, राम लक्ष्मणको चित्र राख्ने भन्ने कुरा भयो। अनि त्यसपछि चितवन वन्यजन्तुबाट भाले रोमियो होइन, पोथी चाहिँ देवकलीबाट जन्मेको जुम्लिया हात्ती
राम लक्ष्मणको चाहिँ चित्र राख्ने भनेर यो चाहिँ विश्वको चाहिँ दुर्लभ घटनाहरूमध्ये एउटा घटना र जीवित पनि रह्यो के त्यो हतपति जीवित रहँदैन जुम्ले हात्ती जन्मेर जीवित रहँदैन यो चाहिँ जुम्ले हात्ती जन्मेर पनि जीवित रहेकोले हजारमा चाहिँ त्यसै हात्तीको तस्बिर चाहिँ जुम्लिया राम लक्ष्मणको चाहिँ हात्ती राख्ने भन्छ यो चाहिँ अब चाहिँ हाम्रै देशमै जन्मेको हाम्रै वन्यजन्तु आरक्षण अहिले पनि सुरक्षित छ भन्नको लागि चाहिँ प्रमाण पनि भयो ऐतिहासिक प्रमाण पनि भयो नि त अनि हात्ती राख्यो त्यसै गरी बर्दिया राष्ट्रिय निकुञ्जमा भएको पाठे बाघ पहिलाको बाघ कहाँको हो आर्टिफिसियल हो कि चित्र बनाएको हो कि अथवा अन्य कुनै देशको हो कि पानी खाएको जस्तो पहिला बाघको चित्र थियो भने अहिले चाहिँ बर्दिया राष्ट्रिय निकुञ्जमा भएको पाठे बाघ त्यस्तै गरी चितवन राष्ट्रिय निकुञ्जमा भएको दुर्लभ अर्को भने एकसिङे गैँडा यो चाहिँ अब उसको बाउ अथवा आमाले बच्चालाई चाहिँ आफूसँगै हुर्काइरहेको के लिएर हुर्काइरहेको सँगै साथमा लिएर हुर्काइरहेको एउटा उसलाई जोडेर चाहिँ बच्चा हुर्काइरहेको बच्चा र माउको अथवा बच्चा र बाउको तस्बिर सहितको सयमा राखेको छ त्यस्तै गरी हाम्रै हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु हिमचितुवाको चाहिँ 50मा छ योभन्दा अगाडि चाहिँ अब त्यो पनि हाम्रै हिमाली क्षेत्रकै थियो तर त्यसमा चाहिँ भेडाको चित्र हो कि अथवा के को चित्र वास्तवमा त्यो झारलको चित्र हो त्यो 50मा भएको तर जनमानसमा भेडो भनेर जनाउँछ भेडो कि झारल हो भनेको भेडो र झारल एउटै कुरा भयो अनि पछि चाहिँ हिमचितुवाको भनेर चाहिँ हाम्रै आफ्नै हिमचितुवा भनेर राखियो त्यसै गरी हाम्रो बाह्रसिङ्गा जराएको चित्र राखियो शुक्ला फाँट वन्यजन्तुमा चाहिँ आफ्नै कृष्णसार हाम्रो देशमै भएको कृष्णसार भयो र हुम्लाको चाहिँ एउटा चाहिँ घटना चाहिँ यो चाहिँ अलिकति म बताउँछु हुम्लाको लिमी क्षेत्रमा चाहिँ भएको वन्य याक यसलाई चाहिँ वाइल्ड याक अथवा वाइल्ड मटुस भनेर यसलाई चाहिँ भनिन्छ यो चाहिँ हाम्रो मुगु क्षेत्रको लिमी उपत्यकामा लिमी उपत्यकाको हिमालमा चाहिँ यो झन्डै 25-30 वर्षको अन्तरालमा तिब्बतन क्षेत्रको उसबाट बोर्डरबाट यो हाम्रो चाहिँ उसमा चाहिँ चर्न निस्किन्छन् रे के यो हतपति देखिँदैन त्यो चाहिँ त्यो त्यहाँको वन्य याक चाहिँ निस्केर चर्न निस्केको बेलामा चाहिँ फोटो खिच्न पाएर त्यो फोटोलाई चाहिँ राखेको भनेर भनिएको छ यो चाहिँ फेरि 25-30 वर्ष फेरि त्यो आफ्नो आएर भएपछि फेरि 25 वर्ष फेरि जङ्गलभित्र छिर्छ अरे यसलाई हतपति देख्न नसकिने भएर लिमी उपत्यकाको चाहिँ वनबाट चाहिँ खिचिएको फोटोलाई राखेको छ र यही मुद्राबाट चाहिँ हाम्रो पहिलाको 5 नोटमा भएको तलेजु भवानीको मन्दिरलाई प्रतिस्थापनबाट 72 सालको भूकम्पमा परेर नष्ट भएको काष्ठमण्डप छ नि काष्ठमण्डपलाई पनि त्यसमा चेन्ज गरेको छ त्यसै गरी अब अन्य सबै दरको नोटमा चाहिँ अगाडिपट्टि त अब हामीले जिकेहरूमा पनि हेरेका हुन्छौँ जस्तो कुन मन्दिरको तस्बिर छ अथवा कुन हिमालको तस्बिर छ भन्ने कुरा पनि भएको हुन्छ अनि त्यो पनि हामीले अध्ययन गर्न चाहिँ सक्छौँ क्या नोटको माध्यमबाट त्यसैले नोटलाई चाहिँ कला संस्कृति र सम्पदाको चाहिँ जानकारी गराउने ऐतिहासिक दस्तावेज पनि हो भनिन्छ नि त त्यसै गरी 5 को नोटमा काष्ठमण्डप भयो 10 मा चागुको गरुडनारायणको मूर्ति 20 मा कृष्ण मन्दिर होइन 50 मा चाहिँ जानकी मन्दिर अशोक स्तम्भ लुम्बिनीको भयो ट्याङबोचे गुम्बा र पृष्ठभूमिमा भएको अमरदबलम हिमाल 500 कोमा भयो 1000 मा स्वयम्भू स्तूपा र आरती मन्दिर लगायत चाहिँ हाम्रो 1000 दरको नोटमा हुन्छन् र यो चाहिँ आफ्नै देशको राष्ट्रिय सम्पदाहरू चाहिँ नोटमा हुनुपर्छ भन्ने चाहिँ समाजको धारणा र संस्कृतिविद वन्यजन्तु परिषदका मान्छेहरूको चाहिँ सुझाव अनुसार चाहिँ केन्द्रीय ब्याङ्कले चाहिँ पछि चेन्ज गरे हो बजारमा चाहिँ अब हामीले विभिन्न समय कालखण्डमा चाहिँ हामीले सुन्दै आएका छौँ नि होइन यो ठाउँमा चाहिँ जारी नोट भेटिए अरे भनेर चाहिँ सुनिरहेको हुन्छ नि समाचारहरू अब त्यो जारी नोटमा चाहिँ तपाईँको धारणा चाहिँ के छ होला अब साधारण मान्छेहरूले चाहिँ हुन्छ नि जारी नोट चाहिँ कसरी चाहिँ थाहा पाउन सक्छन् होला यो पनि समसामयिक र एउटा वित्तीय जागरणको हिसाबले काम लाग्ने उपयुक्त प्रश्न नै गर्नुभएको छ जाली नोट भन्ने बित्तिकै अर्कालाई ठग्ने मनसायले निकालेको विषय भयो होइन जाली भनेपछि अर्कालाई ठग्ने हिसाबले भनेपछि नक्कली एक हिसाबले जाली भन्दा पनि नक्कली भनौँ न नक्कली भनौँ नक्कली चाहिँ मानिसको आफ्नो सोच मानिसले छिट्टै धनी हुने सपना जुन बोकेको हुन्छ नि छिट्टै धनी हुने सपना बोकेको व्यक्तिहरूले समाजमा भएका सोझा साझा व्यक्तिहरूलाई दिग्भ्रमित पारेर होइन चाहिँ ठग्ने थाहा नपाउने तरिकाले ठग्ने अनि आफूले चाहिँ धन सञ्चय गर्ने र समाजमा आफ्नो प्रभाव देखाउने
यस्ता कुराहरू अहिले मात्र होइन, हजुर मैले देखेअनुसार लिच्छवीकालीन समयदेखि नै, लिच्छवीकालीन समयमा पनि कागज नोट त थिएन, हजुर सिक्काहरू थियो। राज्यले निकालेको सिक्कादेखि बाहेक त्यतिखेर पनि सिक्काहरू चाहिँ नक्कली सिक्काहरू बजारमा निकालेर चाहिँ जनतालाई ठगीको प्रयास चाहिँ त्यतिखेर पनि भएको छ। लिच्छवीकालीन भयो, त्यसै गरी मल्लकालीन पिरियडमा पनि केही मुद्राहरू भयो, शाहकालीन पिरियडमा पनि भयो, त्यसपछि पछि राणा शासनको पिरियडमा पनि अझ मैले सुनेको त राणा शासनको पिरियडमा त सिक्काको पोका, शुद्ध चाँदीका सिक्काहरू छापिएको पोकामा हजुर 5, 7, 8, 10वटा चाहिँ कमसल चाँदीका सिक्काहरू पनि हजुर छपाउने गलत तरिकाले र त्यो पोकामा मिसाएर अनि वितरण गर्ने पब्लिकलाई, हजुर होइन, वितरण गर्ने भनेपछि त्यतिखेर पनि देखि नै सुरु भएको छ। पछि कागजी मुद्राहरू आइसकेपछि त अब कागजी मुद्रा सुरुमा आयो, हजुर कागजी मुद्रा आइसकेपछि अब बजारमा त चलखेल गर्ने व्यक्तिहरू त हुन्छन् नि त, हजुर अनि उनीहरूले मौका छुप्छन्। देश कहिले सङ्कटग्रस्त छ, देशमा युद्ध अथवा चाहिँ कुनै धरपकड भइरहेको बेलामा जुन मानिसलाई एक हिसाबले त्रास जस्तो सिर्जना भएको हुन्छ नि, हजुर जस्तो अब आन्दोलनको पिरियड भयो भने, जस्तै चुनावको बेलामा मान्छेलाई नेताहरूले पैसा बाँड्नु पर्या हुन्छ, हजुर चुनावको बेलामा अथवा चाहिँ कुनै त्यस्तै प्राकृतिक प्रकोप भएर जस्तो भूकम्पको पिरियडमा चाहिँ मान्छेलाई एक हिसाबको ह्याभक भइरहेको हुन्छ, मान्छेहरू त्रसित भइरहेको हुन्छन्। त्यतिखेर पैसा नभएर आफ्नो आवश्यकता पुरा गर्न नसकिने हो कि भन्ने कुरा हुन्छ। त्यही बेलामा त्यस्ता गिरोहहरूले चाहिँ ठगीको प्रयास गर्छन्, होइन, हजुर र समाजलाई 5-7वटा नोट दिँदा एउटा नोट चाहिँ त्यहाँ मिसाएर चाहिँ दिन पाइयो भने ठगिहालिन्छ, 1000 रुपियाँ त कमाइहाल्यो भन्ने जस्तो सोचले त्यस्तो हिसाबले पनि आइरहेको हुन्छ। र दूषित मनसायले जाली नोट पब्लिकलाई ठग्नुको लागि भनेर निकाले। तर जाली नोट भन्नाले त्यस्तो खालको जाली नोट पनि देखिएको चाहिँ होइन है। फेरि यो रङ्गिन फोटोकपी, हजुर विशेष स्तरको रङ्गिन फोटोकपीबाट छापिएको नोटलाई चाहिँ उनीहरूले कटिङ मिलाएर अगाडि पछाडि मिलाएर देखाएको छन्। त्यसबाट बच्नलाई चाहिँ पब्लिक एवेरनेस चाहिँ आवश्यक छ। यो जुन अघि मलाई प्रश्नमा गर्नुभयो कसरी बच्न सकिन्छ भनेर सोध्नु भएको छ, त्यो कुरालाई पनि अब अलिकति बढी भन्छु। नेपाल सरकार अथवा नेपाल राष्ट्र ब्याङ्कले छापेर ल्याइसकेपछिको नोटमा र कसैले ल्याएर दिएको नोट हेर्ने हो भने अलिकति फरक हुन्छ है। कागजी नोट सरकारी स्तरबाट छापिएर आएको नोट र त्यो नोटमा फरक हुन्छ, कागजको स्तरै फरक हुन्छ, सरसर हेर्दाखेरि रङमै फरक हुन्छ, रङ अलिकति फुङ्ग उडे जस्तो हुन्छ नक्कली नोटमा, होइन। त्यस्तै गरी सर हेर्ने त्यसमा विभिन्न खालका आँखाले देखिने सिक्रेट फिचर्सहरू हुन्छन्। पानी छाप हेर्ने, नक्कली नोटमा भर्सक पानी छाप हुँदैन, सादा हुन्छ भने कुनै कुनै पानी छाप जस्तो देखियो भने स्पष्ट खालको त्यसमा चाहिँ धर्सो जस्तो अथवा कालो कालो पोतिएको जस्तो पानी छाप हुन्छ। त्यस्तै जुन हामीले सेक्युरिटी फिचर्समा सुरक्षा धागो हुन्छ नि, त्यो टल्किने धागोमा कालो पोतिए जस्तो हुन्छ, अक्षर अङ्कहरू तपाईँको पुरिए जस्तो हुन्छ। अनि राम्रो नोटमा यसरी हातले छाम्दाखेरि त्यो अक्षरहरू इम्बोस्ट गरिएको के, इम्बोस्ट भएको अलिकति उठेको जस्तो खस्रोपना हुन्छ भने कागजी नोट त्यो नक्कली नोटमा चाहिँ चिल्लो हुन्छ, पुरै चिल्लो हुन्छ, पेपर लुलो पनि हुन्छ, होइन। त्यसै गरी माइक्रो लेटरिङहरू आँखाले नाङ्गो आँखाले त्यति गर्दा पनि कतिपय नोटहरूमा आफू झोकियो भने यो नक्कली नोट हो कि, अथवा कहिलेकाहीँ यो कारणले अब सुरक्षा धागो छैन अथवा पानी छाप छैन, नोट चाहिँ अलिकति अर्कै खालको छ, अथवा नोटमा कुनै अक्षर अङ्कहरू छैनन्, दस्तखत गभर्नरको दस्तखत छैन, पछाडि अगाडिको टल्किने भाग अथवा चाहिँ हेर्दाखेरि चाहिँ अलगै खालको जुन कलर चेन्ज इफेक्टहरू पनि देखिने खालको सुरक्षा धागोहरू पनि छ, होइन। ती कुराहरू छैनन् भने पनि एक दुईवटाहरू कुरा छैन भने नक्कली नोट नहुन पनि सक्छ, किनभने छपाईको कारणले पनि बिग्रेको पनि हुनसक्छ। त्यस्ता कुराहरूलाई ब्याङ्क वित्तीय संस्थाहरूको नजिकै रहेको ब्याङ्क वित्तीय संस्था र त्यहाँको कर्मचारीहरूलाई लगेर पनि उनीहरूले देखाएर म यस्तो खालको नोट मेरो आएको छ, एकचोटि हेरिदिनुहोस् न भनेर भन्दाखेरि पनि ब्याङ्क वित्तीय संस्थाले पनि भनिदिन्छन्। तर हेर्दाखेरि थोरै मात्रै पनि अलिकति मात्रै हेर्ने हो भने नक्कली नोट चिनिन्छ, नक्कली नोट चिनिन्छ, त्यसबाट चाहिँ बच्न सकिन्छ। जस्तै कि होइन नेपालमा चाहिँ अब कुनै समयमा चाहिँ भनौँ न तपाईँको कागजी मुद्राको हकमा चाहिँ तपाईँको
कुनै समयमा चाहिँ तपाईँको प्लास्टिकको नोटहरू पनि हाम्रो नेपालमा चाहिँ चलन चल्तीमा आएको थियो होइन। तर अहिले डिजिटलाइज भइसकेको समयमा चाहिँ होइन अब हामी चाहिँ अहिले पनि कागजी मुद्रामै छौँ होइन। अब कति अब भनौँ न बाहिर विदेशहरूमा कति ठाउँमा डिजिटलाइज भइसकेको छ होइन। कति ठाउँमा चाहिँ तपाईँको अब कागजी मुद्राको सट्टामा तपाईँको भनौँ न प्लास्टिकको मुद्राहरू चाहिँ प्रचलनमा ल्याएका छन् हुन्छ नि। अब लङ लास्टिङ अलिकति ड्युरेबलको हिसाबले पनि अब तपाईँको प्लास्टिकको नोट चाहिँ उपयुक्त हुन्छ भनेर चाहिँ चलन चल्तीमा आएको छ। तर नेपालको हकमा चाहिँ अहिलेसम्म पनि आएको छैन। यदि अब तपाईँको नेपाल पनि अब डिजिटलाइज हुने हो भने चाहिँ अब हाम्रो नेपाली मुद्राहरू चाहिँ कम्प्लिटली रिप्लेस हुन्छ जस्तो लाग्छ तपाईँलाई? मेरो मनमा एउटा खुल्दुली आएको थियो कि अघि नै सुरुमै यो करेन्सी हिस्ट्रीको विषयमा कुरा गरिरहँदा हजुर मलाई यो क्वेसन सोध्नुहुन्छ कि सोध्नुहुन्न जस्तो लागिरहेको थियो। हजुर यो र मैले अलिकति थोरै चासो पनि देखाएको थिएँ हजुर र वास्तवमा ठ्याक्कै कुरा सोधिदिनु भयो। हजुर यो मलाई एकदम खुसी पनि लाग्यो। वास्तवमा राम्रो क्वेसन सोध्नु भएको छ। पहिला हामीले कागजी मुद्रा नै छाप्दै आएको होइन। हाम्रो नेपालले मात्रै होइन विश्वको धेरै देशले पहिला अब सिक्कामा अब तामा पित्तल सुन चाँदी गर्दै गर्दै पहिला सबै देशका करेन्सी हिस्ट्रीहरू त्यस्तै त्यस्तै हुन्। अनि एक ठाउँबाट अर्को ठाउँमा लाने प्रोसेसहरू अप्ठ्यारो भयो, झन्झटिलो भयो, बोकेर जानलाई अप्ठ्यारो भयो। हुँदै हुँदै गएपछि कागजी मुद्राहरूमा आएको हो। विश्वको सबै देशहरू अब सेन्ट्रल ब्याङ्कले छाप्ने भयो। अझै हल्लुको साधन के हो, अब सुरक्षाको कारणले नक्कली नोट निस्किने आदि आदि कुराहरूले गर्दाखेरि पछि अब 1988 होइन इस्वी सम्मत 1988 अस्ट्रेलियाले पहिलोपल्ट यो पोलिमर बेस्ड पोलिमरको ब्याङ्क नोट इस्यु गरेको छ होइन। त्योभन्दा अगाडि पोलिमर मिक्स्ड जस्तो पोलिमर प्लस पेपर मिक्स गरेर अन्य देशबाट पनि त्योभन्दा केही अगाडि साना दरका नोटहरू चाहिँ इस्युको प्रयास नभएको होइन। तर कम्प्लिटली पोलिमर प्लास्टिक बेस्ड नोट चाहिँ अस्ट्रेलियाबाट 1988 सुरु भयो त्यो ट्रायलको रूपमा। त्यसपछि बिस्तारै अस्ट्रेलियाले टोटल आफ्नो देशबाट जारी हुने नोटहरू सबैले प्लास्टिक बनायो। त्यसरी अन्य देश थुप्रै मुलुकहरूले अहिले हेर्नुहुन्छ भने अस्ट्रेलिया, इङ्ल्यान्ड लगायत होइन न्युजिल्यान्ड यिनीहरूले धेरै देशहरूले चाहिँ मुद्रा जस्तो लगभग अहिले मेरो स्टडीमा हेर्ने हो भने लगभग 78-79वटा देशले ठाउँबाट पोलिमर नोटहरू उनीहरूले कतिपय देशले सबै दरको डिनोमिनेसन, कतिपय देशले ट्रायलमा एउटा दुईटा तिनवटा चारवटासम्म चाहिँ पोलिमर छापिरहेछ। जस्तो अहिले हाम्रो नेपालकै कन्टेक्स्टमा हेर्ने भने नेपालले 2059 सालमा पहिलोपटक होइन गभर्नर तिलकबहादुर रावलको पालामा ज्ञानेन्द्रको राज्य ऋणको अवसर पारेर 10 रुपियाँ दरको नोट ट्रायल बेसमा छापेको थियो। र त्यो नोट छापेपछि त्यो नोट पब्लिकले कतिको रुचाउँछन् होइन। पब्लिकले रुचाएको खण्डमा अन्य मुद्रामा पनि हामी रिप्लेस गर्ने, हाम्रो देशले पनि रिप्लेस गर्छ। पब्लिकले नरुचाएको खण्डमा नछाप्ने भन्ने जस्तो खालको डिसिसन गरेर आइसकेपछि त्यतिखेर आजभन्दा झन्झनै 20-22 वर्ष अगाडिको टेक्नोलोजी विश्वकै टेक्नोलोजीको कारणले गर्दा अब सुरक्षा सेक्युरिटीको कारणले गर्दा अब नोट छपाई कम्पनीमा भएको प्रविधिको कारणले गर्दाखेरि हाम्रो देशमा छापेर आएको नोट केही कमसल नोट पर्यो। हुन त भर्खर सुरुवात भएको थियो त्यो बेला। करिब हामी त्यतिखेर 21-22औं मुलुक 21औं या 22औं मुलुक हो क्यारे नेपाल पोलिमर नोट छाप्ने। अन्य त्योभन्दा अगाडि 20-21वटा देशले आफ्नो देशबाट नोट छापिसकेका थियो। एउटा दुईवटा नोट भए पनि हाम्रो देशको नोट चाहिँ 21औं या 22औं हो आयो। अनि त्यसको 1-1.5 वर्षपछि अर्को दरको पोलिमर नोट पनि विजयनाथ भट्टराईको पालामा पनि 10 दरकै नोट पोलिमर नै छापेर आएको छ। तर त्यो पोलिमरमा भएको रङ संयोजन कागजको स्तर अलिकति नराम्रो पर्यो जस्तो लाग्छ। अब त्यो के कारणले हो होइन, त्यो प्रेसको लापरवाही हो कि अथवा चाहिँ के कारणले हो। आइसकेपछि बजारमा त्यो हाम्रो फेरि अर्को कुरा के छ भने अब अन्तर्राष्ट्रिय स्तरमा नोटलाई सेफ तरिकाले वालेटहरूमा राख्ने, राम्रोसँग राख्ने। हाम्रो देशमा चाहिँ अब हामी कच्याकुचुक राख्ने, तोडमोड गरेर राख्ने, हाम्रो रखाइ पनि अलि अप्ठ्यारो छ। अब घरको धुरीमा राख्ने, आगो बलिरहेको तल आगो बलिरहेको छ, माथि नोट चाहिँ राखिरहेको छ लगायत गर्दा नोट ड्युरेबल नहोला जस्तो लागेर चाहिँ
त्यतिखेर राज्यले नै अब नोट हामी अहिले नछापौँ भन्ने भयो। तर अबको कन्टेक्स्टमा मैले हेर्ने हो भने न्यूनतम पनि नोटको आयु बढाउनलाई, जस्तो कागजी नोटको आयु 2 देखि 2.5 वर्ष चल्छ हजुर भने प्लास्टिकको नोट त्यसको तुलनामा लगभग झन्डै 3 गुणा बढी चल्छ के। र अन्तिममा हाम्रो नेप्लिज करेन्सी राख्नुभएको भ्युअर्सहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ? अन्तिममा अब मैले भन्नुपर्दाखेरि अब नेप्लिज करेन्सी युज गरिरहनु भएको, कलेक्सन पनि गरिरहनु भएको, त्यसरी अध्ययन गरिरहेको व्यक्तिहरूलाई पनि मैले के भन्न चाहन्छु भने यसको लागि जस्तो कुनै पनि कुराहरू गर्नुभन्दा पहिला त्यसमा लगानी, यो लगानी पनि हो, एक हिसाबले लगानी पनि हो। भोलि यो लगानीको प्रतिफल राम्रोसँग पाउन सकिन्छ, तर नआत्तिकन। विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रकाशन भएका पुस्तकहरू होइन, जस्तो अब मुद्राको पुस्तक अन्तर्राष्ट्रिय स्तरमा रोड्सले निकालेका पुस्तकहरू होइन, नेपालकै कन्टेक्स्टमा विभिन्न राइटरहरूले निकालेका पुस्तकहरू छन्। त्यसै गरी मुद्रा सङ्कलकहरूलाई चाहिँ हाम्रो यो नेपाल मुद्रा सङ्कलक सङ्घले होइन, सङ्कलक सङ्घले पनि विभिन्न म्यागजिनहरू निकालिरहेको हुन्छ। त्यहाँका मान्छेहरूसँग सम्पर्क पनि राख्ने होइन, अनि मुद्रा सङ्कलकहरूसँग पनि सम्पर्क राख्ने गरेर चाहिँ कसरी मुद्रा प्राप्त गर्ने भन्ने कुरा हेर्ने र मुद्रा सङ्कलन गर्नुभन्दा अगाडि अथवा मुद्राको बारेमा अध्ययन जरुरी छ। मुद्रा राम्रोसँग अध्ययन गरेर होइन, मुद्राको विषयमा अध्ययन गरेर यो मुद्रा उपयुक्त हो, यो मुद्रामा यति पैसा लगानी गर्दाखेरि भोलि आफ्नो लगानी फस्दैन भन्ने कुरा निर्कुल गरेर मात्रै हावाको पछाडि यसले यति मुद्रा भन्यो, यति 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 यसको दाम भन्यो भनेर नकिनिकन राम्रोसँग अध्ययन गरेर गऱ्यो भने अत्यन्त सफल हुन्छ। र मुद्रा सङ्कलनको 30 वर्षको इतिहासलाई जनमानसमा पुर्याइदिनको लागि जुन तपाईँहरूबाट जुन यो गरिदिनु भएको छ, अहिले अब के भन्ने, पोडकास्ट भन्न मिल्दैन होला होइन, पोडकास्ट भन्न नमिल्ला, तर पनि यसरी चाहिँ अगाडि जनमानसमा ल्याइदिनुको लागि चाहिँ जुन सहयोग गर्नुभएको छ त्यसको लागि तपाईँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद भन्नुहुन्छ। हस्, धन्यवाद। हस्, धन्यवाद।